नमस्कार सम्पूर्णमा म टिकाराम छेत्री। यहाँहरू सबैलाई हाम्रो नयाँ पडकास्ट एपिसोडमा हार्दिक स्वागत छ। हामी यस कार्यक्रममा विभिन्न क्षेत्रका प्रेरणादायी व्यक्तित्वहरूसँग उहाँहरूको जीवन यात्रा, सङ्घर्ष, सफलता तथा अनुभवका बारेमा खुला संवाद गर्ने गर्छौं। आज हामीसँग एक विशेष अतिथि हुनुहुन्छ। उहाँ दक्षिण एसियाली ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सदस्य, एक कुशल ज्योतिष तथा वास्तुशास्त्री हुनुहुन्छ। साथै उहाँले नेपालका विभिन्न जिल्लाहरू भ्रमण गर्दै नगर तथा प्रशासनिक क्षेत्रहरूमा वास्तु परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ। उहाँ राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन 2081बाट ज्योतिष रत्न अवार्डद्वारा सम्मानित हुनुभएको छ। त्यसैगरी दक्षिण एसियाली ज्योतिष महासङ्घ, साउथ एसियन एस्ट्रो फेडरेशन द्वारा प्रदान गरिने प्रतिष्ठित कादम्बिनी अवार्ड 2083बाट समेत सम्मानित भइसक्नु भएको छ। आजको कुराकानीमा हामी उहाँको सामाजिक यात्रा, अनुभव, समाजप्रतिको योगदान, ज्योतिष तथा वास्तु क्षेत्रमा उहाँको क्षमता, साथै जीवनलाई सकारात्मक बनाउन सकिने महत्त्वपूर्ण वास्तु सुझावहरूबारे विस्तृत चर्चा गर्नेछौं। त्यसैले यो रोचक, ज्ञानवर्धक र प्रेरणादायी संवाद अन्त्यसम्म हेर्न र आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोस्। अब धेरै समय नलिई हार्दिक स्वागत गरौं युवा ज्योतिष तथा वास्तुशास्त्री, मेरो प्यारो भाइ, आजका विशेष अतिथि श्री प्रेम बहादुर मल्ल हाकिमज्यूलाई। प्रेम बहादुर मल्ल हाकिमज्यू, हाम्रो पडकास्टमा तपाईलाई हार्दिक स्वागत छ। धन्यवाद दाजी। अब आजको कुराको सुरुवातमै गरौँ। अब यो ज्योतिष क्षेत्रमा हजुर के छ, यसमा कसरी प्रवेश गर्यो, त्यहीँबाट सुरु गर्न चाहे। जस्तो कि यस्तो यो ज्योतिष भनेको चाहिँ जस्तो कि कस्तो भन्दाखेरि चाहिँ यदि रमाइलो विषय रहेछ कि यो चाहिँ होइन। अनि सानोमा यो ज्योतिषहरू भन्दाखेरि चाहिँ एउटा ढुङ्गी जस्तो लाग्ने रहेछ। तर आस्ते 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 यो विधातिर जाँदा, यो रिसर्चतिर जाँदा, अझै हामी पढ्दै जाँदाखेरि चाहिँ यो चाहिँ धेरै नै एउटा खतरा, एउटा रिसर्च गर्न मिल्ने एउटा आधिकारिक टाइपको रहेछ होइन। जति पनि धर्म ग्रन्थ शास्त्रहरूमा पनि ज्योतिषको उल्लेखहरू छ। यो सबै चिजहरू हुँदाखेरि चाहिँ मलाई इन्ट्रेस्ट लाग्यो। त्यस पछाडि म यसमा प्रवेश गरेँ। तर त्योभन्दा अगाडि चाहिँ सानोमा चाहिँ ज्योतिषप्रति त्यति धेरै विश्वास नलाग्ने, तर नर्मल गाउँ ठाउँमा चाहिँ ज्योतिषहरू हुनुहुन्छ भन्न लाग्दाखेरि भविष्यवाणी देखाउन चाहिँ म जान्थेँ। अनि मैले पनि सोच्थेँ कि यो भविष्यवाणी कसरी गर्न सक्छन् होइन, भविष्यका कुराहरू चाहिँ आजै कसरी थाहा पाउन सक्छन्। यो सम्पूर्ण चिजहरू चाहिँ मेरो दिमागमा चाहिँ त्यो क्युरियोसिटी चाहिँ हुन्थ्यो, अलिकति जान्ने इच्छा चाहिँ हुन्थ्यो। तर पछि लगभग म केही कारणवश काठमाडौँमा आइसके पछाडि म हरिहर गुरुलाई चाहिँ भेटेँ। अनि उहाँसँग भेटिसके पछाडि उहाँसँग काम गर्दै, उहाँसँग ज्ञान लिँदै गएँ। त्यस पछाडि म निरन्तरता आफ्नो अफिसलाई चाहिँ आफ्नो निरन्तरता दिँदै यहाँसम्म आइपुगेँ दाजु। त्यसो यहाँसम्म आइसक्दाखेरि यसमा चाहिँ जस्तै सन्तुष्टि हुन्छ नि होइन, यो पेसाबाट सन्तुष्टि चाहिँ कतिको भइदो रहेछ? ज्योतिष यसलाई यो भनेको चाहिँ जस्तो कि मैले जुन चिज गरिरहेको छु, जुन क्षेत्रमा छु, यसमा चाहिँ म पूर्ण रूपमा चाहिँ सन्तुष्टि नै छु होइन। किनकि तपाईँको कस्तो हुने रहेछ भन्दाखेरि विधाहरू धेरै छन् त होइन। कसैले अब तपाईँको घर बनाउने गर्नुहुन्छ, कसै इन्जिनियर हुनुहुन्छ, कोही डक्टर हुनुहुन्छ, त्यो सबैको आफ्नो फिल्ड छ, कोही विदेश जानुहुन्छ। म चाहिँ यहाँ ज्योतिष गर्न लाग्दाखेरि चाहिँ यति धेरै खुसी भयो कि जस्तो कि मलाई चाहिँ खास भन्यो भने चाहिँ जस्तै रिसर्च गर्न मलाई मन लाग्ने जहिले पनि। अनि रिसर्च गर्न मन लाग्ने, अनि यो फेरि सब्जेक्टै रिसर्च गर्ने टाइपको रहेछ कि। अनि भविष्यमा अझ क्युरियोसिटी, भूतकाल के हो, भविष्य के हो, वर्तमान के हो, ग्रह नक्षत्र के हो, यो चिजले कसरी असर गर्छ। आज एउटा हाम्रो पात्रमा हेऱ्यौँ भने भोलि सूर्य उदय यति बजी हुन्छ, अस्ताउने यति बजी हुन्छ भन्छ। कसरी हुन्छ त यो सबै चिजहरू हेर्दै जाँदाखेरि चाहिँ गर्दै जाँदाखेरि जो पैसामा त्यति धेरै नै म सम्पन्न नहम्ला, तर एउटा जुन एउटा सन्तुष्टि भन्ने छ त्यसमा चाहिँ म धेरै नै त्यो छु होइन। खुसी पनि लाग्छ त्यही भएर चाहिँ। त्यही भएर सन्तुष्टि चाहिँ यो विषयमा चाहिँ, यो क्षेत्रमा चाहिँ म धेरै नै छु। जस्तै यसमा चाहिँ रिसर्चको बारेमा कुरा गर्नु भयो नि होइन। रिसर्चमा चाहिँ कस्तो रिसर्च हुन्छ? जस्तै रिसर्च भनेको त अब धेरै जस्तो साइन्टिस्टहरूले उसहरूले गर्ने मात्रै भन्ने हामीले मोटामोटी हिसाबमा त त्यो मात्रै बुझिन्छ नि। यसमा चाहिँ ज्योतिषमा चाहिँ कस्तो रहेछ त्यो खालको चाहिँ? जस्तै कि रिसर्च भनेको चाहिँ जस्तै कस्तो भन्दाखेरि चाहिँ हाम्रो नर्मल मान्छेले हामीले जहिले पनि एउटा ख्याल गर्यो भनेको चाहिँ जस्तै साइन्टिस्टले चाहिँ रिसर्च गर्यो, यस्तो गर्यो उस्तो गर्यो भन्ने टाइपको मात्र रहेछ होइन।
अनि जस्तो कि अब हामीले चाहिँ एउटा नर्मल मान्छेले पनि रिसर्च गर्न सकिने रहेछ कि जस्तो कि मानौँ अब एउटा भान्साकोठामा एउटा लेडिजले चाहिँ खाना पकाइरहनु भएको छ भने अनि आज चाहिँ म यो टेस्ट गर्छु यो टेस्ट गर्छु कस्तो यो सबै सब्जीमा हाल्छु कस्तो खालको टेस्ट आउँछ यो पनि एउटा रिसर्च नै रहेछ कि जसले पनि गरिरहनु भएको गर्न छ होइन तर हाम्रो चाहिँ यही रिसर्चै हो र भन्ने टाइपको चाहिँ हाम्रो त ला छैन होइन अनि ज्योतिषमा चाहिँ कस्तो खालको हुने रहेछ भन्दाखेरि चाहिँ जस्तै एउटा मान्छे चाहिँ रोगी कसरी हुन्छ त होइन जन्मजात तपाईँको लुलो लङ्गडो अपाङ्ग टाइपको या हरेक चिज अटिजमहरू यो सम्पूर्ण चिजहरू किन हुन्छ त कुन कुन नक्षत्रले कुन कुन ग्रहहरूले अनि कुन ग्रहमा जन्मेको व्यक्तिहरूलाई चाहिँ यस्तो खालको हुन्छ यो सम्पूर्ण चिजहरू रिसर्च हो क्या होइन जस्तै कि एउटा रिसर्चको हजुरलाई म बताइदिन्छु जस्तै कि मैले अघि नै पनि भने जस्तै कि भोलि बिहान सूर्य उदय 6:50 हुन्छ भनेर कसैले लेख्नुभएको छ भने त्यो पनि रिसर्चै गरेर लेख्नुभयो हो नि त होइन यो सबै चिज हुन्छ रिसर्चहरू सब जस्तै अब कतिपय मान्छेहरू त अब आजकल चाहिँ अब हामी त 21औं शताब्दीको मान्छे अब यसमा चाहिँ हामी त्यति विश्वास गर्दैनौँ भन्ने कतिपय पनि भेटिनुहुन्छ होला नि हजुर के छ त्यसको अनुभव यस्तो हो जस्तो कि जस्तै सबैजनाले चाहिँ ज्योतिषशास्त्र मान्नै पर्छ भन्ने छैन कि होइन खास भन्यो भने चाहिँ यो ज्योतिषशास्त्र चाहिँ मान्न पर्छ भन्ने चाहिँ होइन जस्तै कि मानौँ बुवा मुवाले हामीलाई जन्म दिनुभयो होइन जन्म दिइसके पछाडि अब हामीले बुवा मुवाले नै मान्दिनँ भन्न पनि पाइयो पाउनु हुँदैन मेरो बुवा मुवा होइन मैले मान्दैन भन्न पनि पाइयो तर यदि हेर्ने हो भने त बुवा मुवा हुन् नि त होइन उहाँहरूले जुन मार्गदर्शन दिनुहुन्छ त्यही अनुसार हामी चल्यौँ भने हाम्रो हरेक चिजहरू चाहिँ एउटा सही मार्गतिर जान्छ होइन ज्योतिषशास्त्र पनि नमान्ने धेरै हुनुहुन्छ तर मान्ने व्यक्तिहरू जति हुनुहुन्छ उहाँ एउटा सही मार्गमा हुनुहुन्छ उहाँको सक्सेस त्यही लेभलको छ तर यहाँ चाहिँ एउटा के छ भन्दाखेरि चाहिँ ज्योतिषशास्त्र चाहिँ जतिजनाले मान्नुभएको छ उहाँले मैले ज्योतिषशास्त्र मानेछु होइन ज्योतिषशास्त्र अनुसारले फलो गर्नुपर्छ उहाँले भन्नुहुन्न कि जस्तै अहिले टप लेभलका जति पनि मानिसहरू हुनुहुन्छ उहाँले सबैले ज्योतिष मान्नुहुन्छ होइन अझ राजनीतिज्ञहरूले चाहिँ झनै मान्नुहुन्छ जस्तै कि हजुरको चुनाव आउनभन्दा अगाडिदेखि नै मैले सुनेअनुसारले चाहिँ ज्योतिषहरूदेखि लिएर पण्डितहरू सबै बुक हुनुहुन्छ क्या होइन अब जस्तै कि मानौँ तपाईँको बालेन शाहले पनि बालेन शाह हाम्रो प्रधानमन्त्रीज्यूले पनि के भन्छ शपथ ग्रहण गर्ने बेलादेखि लिएर प्रवेश गर्ने बेलादेखि लिएर मन्त्र उच्चारण गरेर उहाँ प्रवेश गर्नुभयो भने पछाडि उहाँले मान्नुभएको छ नि त केही न केही त छ नि त यसमा त होइन कसैले मान्नै पर्छ भने चाहिँ छैन होइन माने धेरै राम्रो नमाने केही पनि छैन होइन माने भगवान् यहीँ हुनुहुन्छ नमाने भगवान् कहीँ पनि हुनुहुन्न भने जस्तो हो कि यो चाहिँ त्यो बालन शाहको त उहाँ त्यो इन्टरनेटमा एक प्रकारले एकदम भाइरल नै पनि हुनुभयो होइन त्यो कुराले उहाँ भनेपछि उहाँले चाहिँ एकदमै विश्वास गर्नुहुँदो रहेछ हजुर यो चाहिँ यस्तो हो जस्तो कि तपाईँको चाहिँ कस्तो भन्दा हाम्रो चाहिँ यो धर्म ग्रन्थ पुराणहरू भनेको त हाम्रै हो नि त होइन जमानादेखि पहिलादेखि नै चलिआएको यही चिजमा चाहिँ रिसर्च गरेर ऋषिमुनिहरूले चाहिँ धेरै कुराहरू पत्ता लगाउनु भयो होइन पृथ्वी जस्तै कि एउटा अन्डा आकारको छ गोलो आकारको छ भनेर उहाँहरूले भन्नुभयो तर साइन्सले धेरै पछि पत्ता लगायो होइन अनि त्यस पछाडि के भन्छ हनुमानजीले चाहिँ सूर्यलाई खानको लागि चाहिँ उड्न लाग्दाखेरि चाहिँ कति दूरीसम्म जानुभयो भनेर त्यहाँ एउटा उल्लेख छ त्यही अनुसारको त्यो मापन गर्न लाग्दा साइन्टिस्टहरूले पनि ओहो यति नै रहेछ दूरी है भन्ने टाइपको भयो मतलब धेरै पहिलादेखि नै यो चिजहरू चाहिँ चलिआएको थियो होइन रिसर्चदेखि लिएर हरेक चिजहरू थियो तर अहिले साइन्स आएको हुनाले चाहिँ हामीले साइन्स भन्यौँ अनि त्यस पछाडि चाहिँ हामीले चाहिँ यो ज्योतिषशास्त्रदेखि लिएर धर्मग्रन्थलाई चाहिँ अलिकति पछाडि राख्यौँ तर अहिलेको सन्दर्भमा के छ भन्दा धेरैजना मानिसहरू चाहिँ योतिर चाहिँ इन्ट्रेस्ट दिइरहनु भएको छ आइरहनु भएको छ रिसर्च गरिरहनु भएको छ पढिरहनु भएको छ होइन अब मलाई लाग्छ यो चिजहरू अझै माथि आउँछ होला बालेन शाहले गर्नुभयो त्यसपछि हाम्रो गृहमन्त्रीज्यूले पनि गर्नुभयो हरेकजनाले गरिरहनु भएको छ मतलब उहाँहरूबाट यो चिज यो कार्य हुने बित्तिकै अरू चिजबाट पनि मानिसहरूलाई पनि यो चिज धर्मशास्त्र ग्रन्थहरू हाम्रो पढ्नुपर्छ यो चिज छोड्नु हुँदैन भन्ने एउटा प्रेरणा मिल्छ जस्तो लाग्छ मलाई चाहिँ हुन त अब गर्नु त पहिलाको पनि गर्नुहुन्थ्यो होला तर त्यति न्युजमा आएको थिएन अहिले चाहिँ एकदम खुला रूपमा आयो त्यही भएर नि सायद अलिकति बढी चर्चाको विषय पनि भयो होला हजुर जस्तै कि कस्तो हुने रहेछ भन्दाखेरि चाहिँ जस्तै कि ठुल्ठुलो व्यक्तिहरूले चाहिँ यो यसरी गरिदिनु भयो भने चाहिँ अझै राम्रो होइन कसैले लुकेर गर्नुहुन्छ होला गर्न त गर्नुहुन्छ नगर्ने होइन सबैले गर्नुहुन्छ मैले यो पनि सुनिरहेको थिएँ कि जस्तै कि तपाईँको चाहिँ धेरैजना अलिकति के भन्छ ठुल्ठुला व्यक्तिहरूको चाहिँ यहाँ हाम्रो गुहेश्वरीमा पनि पूजा हुन्छ उहाँहरूको नाममा पूजा गरिन्छ भन्ने पनि मैले सुनिरहेको थिएँ मतलब धेरैले गर्नुहुन्छ गुपचुप तरिकाले गर्नुहुन्छ तर बालेन शाहहरूले चाहिँ
अलिक खुला खुला रूपमा गर्नुभएको हुनाले चाहिँ धेरैजनालाई चाहिँ यो चिजतिर अहिले इन्ट्रेस्ट छ अझै। मलाई चाहिँ यो रिसर्च भन्दाखेरि हामीले त्यो यसको बारेमा कि अलिक बढी नै जान्ने इच्छा लाग्यो। के छ त्यसको बारेमा, रिसर्चको बारेमा? तपाईँले नि पहिला पनि 1-2टा सायद रिसर्च पनि गरिसक्नु भएको छ। त्यसको बारेमा अलिकति गहिराइमा पुगेर बताइदिनु। यस्तो हुन्छ रिसर्च, मैले अघि भने जस्तो रिसर्च भनेको चाहिँ हामीले कुनै कुरालाई चाहिँ डिपसम्म चाहिँ खोज्नुलाई है कि होइन, त्यो किन हो त त्यसको रिजनदेखि लिएर हरेक चिज हामीलाई थाहा हुनु पऱ्यो कि। जस्तै कि मानौँ अब मैले रिसर्च गरे अनुसारले चाहिँ म हजुरलाई भन्छु, जस्तै कि एकजना व्यक्ति हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई कल गर्नुभयो। कल गरिसके पछाडि मेरो चाहिँ म क्यान्सर पेसेन्ट हो अनि म चाहिँ अहिले राजीव गान्धी हस्पिटलमा छु भनेर उहाँले भन्नुभयो। अनि उहाँले भनिसके पछाडि अनि मैले के गर्न सक्छु त भन्ने टाइपको कुरा गरिसके पछाडि चाहिँ अनि उहाँले भन्नुभयो मलाई केही पूजाआजा गरेर केही गर्न सक्नुहुन्न भन्ने टाइपको कुरा गर्नुभयो। अनि मैले चाहिँ उहाँलाई भने होइन मैले गर्न सक्ने चिजहरू म गर्छु, तर हजुर चाहिँ 100% चाहिँ ग्यारेन्टी लिएर चाहिँ नबस्नु भन्ने टाइपको मैले कुरा गरेँ सुरुमा चाहिँ। अनि त्यसपछि म चाहिँ शिव पुराण यस्तै पढिरहेको हुन्थेँ, जहिले पनि एउटा पुराणहरू चाहिँ पढिरहेको हुन्थ्यो। अनि त्यसपछि शिव पुराणमा केही चिजहरू उल्लेख थियो त्यहाँ चाहिँ, जस्तै कि डेन्जर रोग लाग्यो भने पनि यो पूजा गऱ्यो भने चाहिँ राम्रो हुन्छ भन्ने टाइपको। अनि त्योभन्दा अगाडिदेखि चाहिँ मैले चाहिँ यस्तो रोगहरूको लागि चाहिँ के गर्नुपर्छ त भन्ने टाइपको कुराहरू चाहिँ म सोचिरहेको हुन्थेँ क्या। अनि गरिरहेको हुन्थेँ, मान्छेलाई चाहिँ के भन्छ त्यो चिजहरू चाहिँ औँलाइरहेको हुन्थ्यो, हरेक चिज गरिरहेको, प्रयोग गर्न दिइरहेको हुन्छ, प्रयोग गरिरहेको हुन्थ्यो। अनि हामीले उहाँलाई पनि त्यो चिजहरू प्रयोग गऱ्यौँ। गरिसके पछाडि डक्टरले लगभग 2 महिनामा बित्नुहुन्छ उहाँ भनेर उहाँले भन्नुभएको थियो। तर उहाँ चाहिँ अहिले लगभग 1-1.5 महिना के भन्छ बेसी बाँचिसक्नुभयो। अझ लगभग कति 1-1.5 वर्ष बाँचिसक्नुभयो। 1-1.5 वर्ष बाँचिसक्नुभयो। यो भनेको चाहिँ मैले मेरो एउटा सानो एउटा रिसर्च जस्तै एउटा जुन अध्ययनले चाहिँ मैले उहाँलाई त्यो गरिसके पछाडि अहिले राम्रै छ होइन, त्यो पनि एउटा भयो। अनि दोस्रो कुरो भनेको चाहिँ ल मानौँ तपाईँको चाहिँ धेरै चिजहरू छ जुन चिजहरू चाहिँ तपाईँको चाहिँ अझै रिसर्च गर्दा पनि बाँकी छ, अझै पनि छ होइन। जस्तै कि म हजुरलाई एउटा वास्तुशास्त्रको एउटा ट्रिटमेन्टको रिसर्च बताइदिन्छु। जस्तै टी आकारमा चाहिँ घर बनाउँदाखेरि राम्रो हुँदैन भनेर भन्नुहुन्छ सबैजनाले। अनि मैले चाहिँ के गरेँ भन्दा अब ट्रिटमेन्टको रिसर्च गरेँ होइन। ट्रिटमेन्ट के गर्ने त, लाखौँ करोडौँ खर्च गर्ने हो कि के गर्ने हो कि होइन, जग्गा तपाईँको अलिकति छ, अलिअलि भएको पैसाले त्यो जग्गा ल्याइएछ, अब के गर्ने त भन्न लाग्दाखेरि चाहिँ धेरैजना ज्योतिषहरू वास्तुशास्त्रीहरूले चाहिँ अलिकति महँगो ट्रिटमेन्ट बताइदिनु भएको छ। मैले चाहिँ रिसर्च गर्दा के गरेँ भन्दा त्यहाँ अगाडि एउटा कुलो मात्र खनिदियो भने पनि त्यो टी आकारको घरको चाहिँ जग्गाको चाहिँ त्यो वास्तु दोष चाहिँ मेटिने रहेछ कि। अनि त्यो रिसर्च कसरी गरेँ भन्दा मैले चाहिँ एकै ठाउँमा बसेर गरेन, मैले चाहिँ ठाउँ गएँ, सबैजनाको टी आकारमा भएको जसको घर छ त्यहाँ गएँ, हेरेँ त्यहाँ कसको घरमा असर परेछन् त्यो सम्पूर्ण हेरेँ। त्यो सम्पूर्ण हेरिसके पछाडि चाहिँ जसको घरमा कुलो छ र त्यहाँ टी आकारको परेछ त्यहाँ कसैलाई असरै भएको रहेछ कि। अनि जहाँ कुलो छैन त्यहाँ चाहिँ असर भएको रहेछ। कुलो छ भन्नाले कुलो मात्रै भएन कि त्यहाँ पानी पनि बगिरहेको हजुर, पानी पनि बगिरह्यो भने चाहिँ अझै राम्रो हो। तर त्यहाँ कुलो मात्र भयो भने पनि त्यसको एनर्जीले चाहिँ काट्नको लागि चाहिँ त्यो कुलोले चाहिँ धेरै मद्दत गर्छ। त्यसले चाहिँ वास्तुशास्त्रमा चाहिँ के प्रभाव पार्दो रहेछ त्यसमा चाहिँ जुन कुलो भन्यो नि? जस्तै कस्तो हुँदो रहेछ भन्दा कुनै पनि जग्गामा चाहिँ अगाडि टी आकारको जग्गा छ भने त्यो टी आकारको जग्गामा चाहिँ धेरै गाडीहरू चाहिँ अलिकति हिँडिरहेको छ भने चाहिँ त्यसको एनर्जी चाहिँ घरभित्र प्रवेश गर्दो रहेछ क्या। अनि घरभित्र प्रवेश गरेर चाहिँ त्यहाँ चाहिँ डिस्टर्ब गर्दो रहेछ, हाई एनर्जीहरू चाहिँ त्यहाँभित्र जान्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो घरमा चाहिँ अलिकति अशान्तिहरू हुने, अनि त्योदेखि लिएर चाहिँ त्यहाँ चाहिँ आत्महत्याहरू गर्ने त्यस्तो टाइपको चाहिँ घटनाहरू चाहिँ मैले म्याक्सिमम् देखेँ। जस्तै कि अब हजुरलाई मैले हाम्रै गाउँको एउटा उदाहरण बताउनु लाग्दाखेरि चाहिँ एकचोटि त्यहाँ चाहिँ हेर्नु होला, त्यहाँ एउटा सुबुडे दाई भन्ने हुनुहुन्छ होइन, गणेश दाई भन्ने हुनुहुन्छ, उहाँहरूको चाहिँ त्यहाँ घटना घट्यो घरमा चाहिँ। त्यो घर चाहिँ एकचोटि हेर्नुभयो भने चाहिँ त्यहाँ टी आकारको छ कि, अनि टी आकारको छ अनि ठ्याक्कै उहाँको घरको अगाडि चाहिँ कुलो छैन। अनि कुलो नहुन लाग्दा उहाँलाई अझै धेरै प्रभाव पर्यो त्यसले चाहिँ। तर अरू ठाउँ पनि जानुहुन्छ टी आकारको घर नभएको होइन, तर अगाडि चाहिँ इन्डाइरेक्ट रूपमा उहाँले चाहिँ जाने अन्जानमा चाहिँ कुलो बनाइदिनु भएको छ। त्यो भएको हुनाले त्यति धेरै उहाँहरूलाई चाहिँ प्रभाव परेन। त्यो साइडमा कुलो भएको त्यसले चाहिँ असर गरेन? नै अगाडि चाहिँ हुनु पर्यो? साइडमा होइन, घरको अगाडि चाहिँ अगाडि हुनु पर्यो। अगाडि हुन लाग्दाखेरि चाहिँ अगाडिको सिधा बाटोको एनर्जीलाई चाहिँ त्यो कुलोले चाहिँ रोकिदिने भयो कि, रोक्ने काम गर्ने भयो। अनि त्यही टी आकार त हाम्रो यहाँ
नारायण हिटी अगाडि पनि थियो भन्ने हजुर। कुरा आएको थियो नि हजुर एकचोटि। नारायण हिटीमा पनि तपाईँको टी आकारको त छ होइन यो चाहिँ सबैजना वास्तुविदहरूले भनिरहनु भएको छ टी आकारको जग्गाले चाहिँ असर पार्छ मात्र भनिरहनु भएको छ होइन तर यो चाहिँ तपाईँको यही कुराहरू सुनेर चाहिँ मैले चाहिँ टी आकारको जग्गाले चाहिँ के असर पार्छ नै भनेर चाहिँ म गाउँमा म हिँडिरहेको हुन्थेँ कि गाउँमा चाहिँ टी आकारको अनुसारको घर चाहिँ म्याक्सिमम् छ नि त टी आकारको जग्गामा घर बनेको चाहिँ अनि त्यो सबै चिजहरू हेर्दै जाँदाखेरि चाहिँ अगाडि कुलो भयो भने चाहिँ अब असर गरिरहेन जस्तै कि अब हाम्रो नारायण हिटीमा पनि त्यो जग्गाको अनुसारले हामीले अलिकति ठुलो एरियामा चाहिँ हामीले कुलो खनिदियौँ भने त्यहाँ पनि असर हुँदैन जस्तै त्यहाँ कुलो नभएको होइन बिचमा चाहिँ सानो एउटा कुलो चाहिँ छ तर त्यत्रो त्यो एनर्जीलाई चाहिँ थाम्न सक्ने टाइपको चाहिँ त्यो कुलो भएन कि होइन त्योभन्दा अलिकति त्यसको साइज बढाइदिनु पऱ्यो जग्गा अनुसारले घर अनुसारले त्यसको साइज बढाइदियौँ भने त्यसको त्यति धेरै नराम्रो असरहरू चाहिँ पर्दैन हो यो पनि एउटा रिसर्च हो होइन अब जस्तै तपाईँको चाहिँ यो जस्तै अरू पनि चिजहरूको पनि रिसर्चहरू हुन्छ ज्योतिषहरूले गरिरहनु भएको छ होइन अझै हामीले अझै नेपाल सरकारले पनि हामीलाई अझै सहयोग गर्नुभयो भने अझै के भन्छ टुल्सहरू लिएर दिनुभयो भने अझै रिसर्च हुनसक्छ होइन यो सबै चिजहरू छ जुन भइरहेको छ भनेपछि वास्तुले चाहिँ त्यो आफ्नो एउटा डे टु डे लाइफमा मात्रै नभएर कि त्यो धेरै कुरामा चाहिँ प्रभाव पार्दो रहेछ नि त हजुर धेरै कुरामा प्रभाव पार्छ हाम्रो दैनिकी के भन्छ रहन सहनमादेखि लिएर हरेक चिजमा देशमादेखि लिएर विश्वमादेखि लिएर हरेक चिजमा यसले चाहिँ असर पार्छ त्यही भएर चाहिँ वास्तुशास्त्र अनुसारले चाहिँ हामीले घरदेखि लिएर घरेरीहरू हामीले बनाउँदाखेरि जोड्न लाग्दाखेरि चाहिँ हामीले गर्दाखेरि अत्यन्त राम्रो हुन्छ वास्तुशास्त्र फलो गरियो भने चाहिँ जस्तै फेरि यो शास्त्र फेरि अचानक आएको शास्त्र होइन यो चाहिँ धेरै पहिलादेखि नै आएको शास्त्र हो जस्तै कि श्रीकृष्णले पनि तपाईँको जुन द्वारका नगरी बनाउनु भयो त्यो पनि वास्तुशास्त्र अनुसारले बनाउनु भएको भन्ने प्रसङ्ग छ होइन रावणले जुन आफ्नो त्यो घर थियो त्यो चाहिँ रावणको नभइकन पहिला सुरु चाहिँ हाम्रो कुबेरको थियो अनि कुबेरको चाहिँ पछि चाहिँ खोसेर चाहिँ रावणले लिएर गएको भन्ने प्रसङ्ग छ त्यो पनि तपाईँको वास्तुशास्त्र अनुसारले बनाइएको छ अनि अझै एकजना राक्षस हुनुहुन्छ त्यो राक्षसले पनि आफ्नो महल चाहिँ वास्तुशास्त्र अनुसारले बनाउनु भएको भन्ने प्रसङ्ग छ शास्त्रहरूमा चाहिँ यो पहिल्यैदेखि नै चलिआएको त्यही भएर विश्वकर्मा एउटा भगवान हुनुहुन्छ जसले चाहिँ हात हतियारदेखि लिएर घरहरूदेखि लिएर सम्पूर्ण चिज बनाउने भनेको चाहिँ विश्वकर्मा भन्ने हुनुहुन्थ्यो उहाँले चाहिँ वास्तुशास्त्र फलो गरेर मात्र गर्नुहुन्थ्यो अरे यो सबै चिजहरू त्यही भएर चाहिँ पहिलाका घरहरूदेखि लिएर हरेक चिजहरू चाहिँ शान्त आनन्दका हुन्थ्यो अरे यो चाहिँ सबै चिजहरू प्रसङ्ग छ अनि अहिले चाहिँ फेरि यो चिज चाहिँ फेरि पूर्ण बिचमा चाहिँ यो सबै चिज हराएको थियो अहिले चाहिँ फेरि पूर्ण रूपमा चाहिँ यो चिजहरू आएको छ जस्तै मान्छेको लाइफमा चाहिँ वास्तु चाहिँ सुरु चाहिँ कहाँबाट हुँदो रहेछ जस्तै भन्दाखेरि मान्छेले सुरुमा घर बनाउनुहुन्छ नि होइन त्योबाट हुँदो रहेछ कि अब मान्छेले त्यो घर किन्नुभन्दा पहिल्यै त्यो जग्गाबाट कसरी त्यो यस्तो हुन्छ जस्तो कि वास्तु भनेको चाहिँ एउटा के भनेर बुझौँ भने पछाडि चाहिँ एउटा जमिनदेखि सुरु हुन्छ होइन हुन त एउटा मान्छेको वास्तु पनि हुन्छ हुन त तर एउटा पहिला सुरु चाहिँ हामी चाहिँ जुन ठाउँमा बस्छौँ त्यो ठाउँको चाहिँ हामीले एउटा जग्गादेखि लिएर त्यहाँको माटोदेखि लिएर त्यहाँको औरादेखि लिएर सबै चेक गरेर भ्याइसके पछाडि चाहिँ एउटा जमिन पर्फेक्ट छ कि छैन भनेर चेक गऱ्यौँ त्यस पछाडि अब बल्ल हामी चाहिँ घर बनाउनुको लागि नक्साहरूदेखि लिएर हरेक चिजहरू त्यो सम्पूर्ण चिजहरू हेर्छौँ यो सबै त्यो वास्तुको चाहिँ तल्लो लेभलदेखि चाहिँ माथिल्लो लेभलसम्मको कुराहरू हो यो चाहिँ जस्तै कि अब जग्गा कुन दिशातिर फर्केको छ कुन दिशातिर फर्केको के भन्छ जग्गामा चाहिँ कस्तो खालको ग्रहको एनर्जी हुन्छ अनि हामीलाई कस्तो खालको के भन्छ ग्रहको एनर्जी सुटेबल हुन्छ अथवा अशुभ हुन्छ यो सम्पूर्ण चिजहरू चाहिँ हेर्नुपर्छ जस्तै कतिपय ठाउँमा चाहिँ मैले चाहिँ के पनि सुन्ने गरेको छु भने मान्छेहरूले चाहिँ पहिला सुरु एउटा घर बनाउनु भयो आफ्नो हिसाबले त्यो घर खडा गर्नुभयो अनि त्यसपछि चाहिँ अनि कुनै एउटा पण्डितलाई बोलाएर अनि त्यसपछि मैले वास्तु ठिक गरेँ भनेर भनेको सुनिन्छ नि होइन हाम्रो गाउँघरतिर त्यसमा चाहिँ के भन्न चाहन्छु तपाईँ सुरुवात चाहिँ कहाँबाट हुन्छ हजुर यस्तो हुन्छ जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब मानव हजुरले चाहिँ एउटा शरीरको अहिले चहल पहल भएको एउटा रोगको नाम भन्नु त म हजुरलाई त्यसको उदाहरण बताइदिन्छु जस्तै एउटा हुन्छ नि क्यान्सरहरू ल क्यान्सर नै भयो होइन अब क्यान्सरको लागि हजुरले चाहिँ पहिल्यैदेखि नै त्यही अनुसारले प्रिपेयर भएर बसिरहनु भएको छ जस्तै कि एल्युमिनियमको खानामा चाहिँ के भन्छ भाँडामा खाना पकाउनु भएको छैन अथवा चाहिँ साइन्टिस्टहरूले चाहिँ जे कुराहरू भनेका छन् जस्तो स्मोकदेखि लिएर हरेक चिजहरू ड्रिङ्क्सदेखि लिएर हरेक चिजहरू यो नगर्दाखेरि क्यान्सर अलिक कम हुन्छ सम्भावना कम हुन्छ भनेर भनिरहनु भएको हुन्छ नि अब हजुरले चाहिँ सुरुदेखि नै त्यो चिजलाई चाहिँ फलो गर्नुभयो भने क्यान्सर हुने सम्भावना धेरै कम भयो हजुरको होइन कम नै भयो तर अब मानव हजुरले त्यो चिज केही पनि फलो गर्नु भएन अचानक हजुरलाई चाहिँ क्यान्सर लाग्यो
होइन क्यान्सर लाग्यो अब हजुर ट्रिटमेन्ट गर्न जानुहुन्छ ट्रिटमेन्ट गर्न जाने भनेको हस्पिटल जानुहुन्छ त्यहाँ अपरेसन हुन्छ अथवा केही हुन्छ होला यो सबै चिज भनेको त्यस पछाडि चाहिँ अब हजुर चाहिँ निको त हुनुहुन्छ होइन अब डक्टरले के भन्नुहुन्छ मैले उसको क्यान्सर चाहिँ निको पारिदियो भन्नुहुन्छ हो त्यस्तै जस्तो वास्तुमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एउटा वास्तुशास्त्री के चाहिँ वास्तुशास्त्री अनुसारले चाहिँ हजुरले घर बनाउनु भएन तर अचानक घर बनाउनु भयो एकजना पण्डित आउनुभयो पूजा गर्नुभयो होइन अनि वास्तु मैले मिलाइदिएँ भन्नुभयो अरे मतलब उहाँले हजुरको ट्रिटमेन्ट गरिदिनु भयो कि हजुरले पहिलादेखि नै कुनै पनि चिज ख्याल गर्नु भएन तर अहिले अचानक हजुरलाई चाहिँ ओहो वास्तु हेराउनु पर्छ है वास्तु पूजा गर्नुपर्छ है भन्ने टाइपको हजुरलाई लायो भने हजुरले पण्डितजीहरूलाई बोलाउनु भयो त्यहाँको नेगेटिभ औरालाई चाहिँ एनर्जीहरूलाई चाहिँ उहाँको मन्त्रको आधारमा चाहिँ ट्रिटमेन्ट गर्नुभयो भने त्यो उहाँले वास्तु मिलाएको भन्न मिल्छ भन्नाले हामीले सामान्य भाषामा बुझ्दाखेरि जस्तै वास्तु पहिल्यै त्यो घर बनाउनुभन्दा पहिल्यै वास्तु अनुसार घर बनाउनु ठिक कि घर बनाइसकेपछि चाहिँ कुनै वास्तुविदलाई ल्याएर त्यो घरको ट्रिटमेन्ट गर्नु ठिक? हो जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ रोग लगाइसके पछाडि ट्रिटमेन्ट गर्नुभन्दा रोग लाग्नुभन्दा अगाडि चाहिँ हामी चाहिँ सचेत भयो भने त्यो राम्रो हो त्यस्तो जस्तै हामीले चाहिँ वास्तुशास्त्रमा चाहिँ बनिसके पछाडि हेराउनु भन्दा पनि बन्नभन्दा अगाडि हेरायौँ भने हाम्रो लागि चाहिँ धेरै प्लस पोइन्ट भयो कि धेरै चिजहरू थाहा भयो जस्तै जमिनको औराहरू नेगेटिभ छ भने त्यसलाई पोजिटिभ अलरेडी अगाडि नै गर्न मिल्यो बनाउन सकियो। होइन घरको नक्सा बनाउन लाग्दाखेरि कुन डिरेक्सनमा कुन दिशामा कुन चाहिँ रुम बनाउँदा राम्रो हुन्छ कुन चाहिँ चिज कुन दिशामा राख्नुपर्छ अलरेडी अगाडि थाहा भयो त्यही अनुसारको हामीले घर डिजाइन गऱ्यौँ र अचानक हामीले घर बनाइसके पछाडि अब के गर्ने होला त भन्न लाग्दाखेरि चाहिँ अलिकति गाह्रो हुन्छ तर सबैभन्दा सजिलो भनेको चाहिँ सुरुदेखि नै हामी गयौँ भने चाहिँ अझै राम्रो अब त्यसको ट्रिटमेन्ट चाहिँ हुन्छ तर हामीले पहिल्यैदेखि गरेको चाहिँ राम्रो होइन हो, जस्तो जस्तै सामान्य भाषामा बुझ्दाखेरि चाहिँ हो। अब हामीले घर बनाउन जस्तै अब बनाउनभन्दा पहिल्यैदेखि सुरु गऱ्यो भने त्यो चाहिँ अब राम्रो सहज रूपमा जाने भयो अब घर बनाइसकेपछि त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ त्यो असर त पर्छ तर जुन सुरुबाट गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ सुरुदेखि बनाउन लाग्दाखेरि चाहिँ हामी एउटै ढङ्गबाट गयौँ त्यहाँ ट्रिटमेन्ट गर्न परेन केही पनि गर्न परेन पैसा पनि खर्च भएन त्यति धेरै टाइम पनि खर्च भएन अनि त्यति मन अशान्त पनि भएन अचानक अब बिग्रेको घरमा चाहिँ हामी जान लाग्दाखेरि ट्रिटमेन्ट गर्न लाग्दाखेरि चाहिँ पैसा खर्च हुने भयो टाइम पनि त्यस्तै खर्च हुने भयो होइन अनि त्यसो भएर चाहिँ पुरै एउटा सोचले बनाएको घर ओहो यो चाहिँ मिस्टेक रहेछ भनेर झन् मनमा त्यसै तनाव हुन्छ पैसादेखि लिएर मन अशान्तिदेखि लिएर सम्पूर्ण चिजहरू हुन्छ नि त अनि त्यही घर वास्तु नमिलेको घरमा बस्न लाग्दाखेरि त्यहाँको घर परिवारको सम्बन्धदेखि लिएर स्वास्थ्यदेखि लिएर बिजनेस व्यापारदेखि लिएर कति चिजहरू बिग्रिरहेको हुन्छ नि त त्यही भएर अगाडिदेखि नै हामीले गऱ्यौँ भने चाहिँ त्यो धेरै नै उत्तम हुन्छ हजुर तर अहिले हजुरले चाहिँ कस्तो पाइरहनु भएको छ जस्तै आजकलको यो समयमा अब धेरै जसो मान्छेहरूले चाहिँ कस्तो पाइरहनु जस्तै सुरुबाटै गर्दाखेरि ठिक कि अनि पछि बिचबाट बोलाउने जस्तै हजुरलाई त अब धेरै ठाउँमा भिजिटहरू गर्नु लागेको हामीले विभिन्न हजुरको सोसल मिडियाबाट देखिरहेका छौँ त्यसमा चाहिँ त्यसको प्रतिक्रिया चाहिँ के छ त्यसमा? यस्तो हुन्छ यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ कतिपय मानिसहरूलाई चाहिँ वास्तुशास्त्र भनेको के हो वास्तु के हो भनेर नै उहाँहरूलाई थाहा छैन उहाँहरूले चाहिँ इन्डाइरेक्ट रूपमा के गरिरहनु भएको हुन्छ अनि ओहो अलिकति पैसा जम्मा भयो अब हामीले चाहिँ एउटा राम्रो घर बनाउनु पर्छ भने उहाँले बनाउनु भएको छ तर अहिलेको चाहिँ सोसल मिडियाको जमाना चलिरहेछ नि त अहिले त अहिले पहिला त सोसल मिडिया त्यति धेरै प्रसार पनि थिएन होइन त्यति धेरै त्यो चलेको पनि थिएन सबैको हातमा मोबाइल हुन्थेन त्यही भएर उहाँहरूलाई चाहिँ वास्तुशास्त्र भनेको चाहिँ कुनै व्यक्तिले पढ्नु भएको छ र त्यहाँ गएर एउटा ज्ञान दिनुभएको छ भने उहाँहरूलाई थाहा हुन्थ्यो नत्र चाहिँ त्यति धेरै थाहा हुन्थेन उहाँहरूले आफ्नै किताब पढ्नुहुन्छ आफ्नै तरिकाको हुनुहुन्थ्यो त्यहाँ वास्तुशास्त्रको बारेमा धेरै थाहा थिएन उहाँले अचानक रूपमा घर बनाउनुहुन्थ्यो त्यस पछाडि अब वास्तु मिलेछैन उहाँलाई कुनै पनि मतलब हुन्थेन र अहिले सोसल मिडियामा चाहिँ हरेक चिजहरूको बारेमा रिसर्च गर्न मिल्छ रिसर्च गर्न पाइन्छ अनि छिटो ज्ञानहरू लिनको लागि पनि त्यहाँ हेर्न मिल्यो त्यो वास्तुशास्त्रको बारेमा अहिले चाहिँ धेरै मान्छेलाई ज्ञान छ अहिले जतिले पनि बनाउनु भएको छ लगभग सबैजनाले चाहिँ वास्तुशास्त्र सम्बन्धित नै आधारित नै बनाइरहनु भएको छ नक्सादेखि लिएर घरेरी किन्नेदेखि लिएर सम्पूर्ण चिजहरू तर पहिलाको मानिसहरूले चाहिँ यत्तिकै बनाउनु भएको हुनाले र अहिले वास्तुशास्त्रको बारेमा थाहा भएको हुनाले चाहिँ उहाँले बोलाउनु लाग्दाखेरि ओहो पहिलादेखि नै हामीले वास्तुशास्त्र अनुसारले मिलाएर बनाएको भए कति राम्रो हुन्थ्यो है भनेर उहाँहरूले चाहिँ भन्नुहुन्छ त्यो चाहिँ मलाई खुसी लाग्छ जे भए पनि ढिलो भए पनि उहाँहरूले चाहिँ त्यो बुझ्नुभयो त्यो बारेमा ज्ञान पाउनुभयो होइन त्यस पछाडि फेरि ट्रिटमेन्ट गर्नुभयो अनि अहिले धेरैजनाको राम्रो पनि भइरहेको छ राम्रो पनि हुन्छ कसैले म फलो गर्दै गर्दैन केही पनि हुँदैन भन्नुहुन्छ उहाँहरूलाई पनि त्यो पनि ठिक छ होइन फलो नगर्दा ठिक छ यसलाई चाहिँ असत्य भन्न मिल्दैन फलो गर्ने नगर्ने हजुरको कुरा हो होइन जस्तै कि अब अघि नै मैले भने जस्तो अब जन्मेको के भन्छ मलाई जन्माउनु भएको बुवा मुवाले हो हुन त प्रमाण के छ त
एउटा प्रमाण भनेको तपाईँको हद्दै भयो फोटो होला, छरछिमेकीले भन्ला यो तेरो बा आमा हो भन्लान् होइन, तर प्रुफ त छैन नि त। आउँदाखेरि त म आँखा खोलेर मेरो बुवा मलाई त मैले देखेको थिएन, उसैले जन्माएको भने मलाई थाहा छैन। अब मान्ने नमान्ने मेरो कुरा हो होइन, मैले मान्छु, मैले सबैलाई संस्कार गर्छु, यो मेरो कुरा हो। त्यसै जस्तो ज्योतिष वास्तुशास्त्र भनेको चाहिँ कसैले मान्नुभयो भने चाहिँ यो धेरै राम्रो, मान्नु भएन भने त उहाँको पार्ट हो होइन। मान्नुभयो भने चाहिँ राम्रो राम्रो फलहरू प्राप्त गर्न सक्नुहुन्छ, एउटा वे देख्नुहुन्छ, ऊर्जाहरू राम्रो खालको पाउनुहुन्छ। मान्नु भएन भने पनि नपाउने भन्ने होइन, उहाँले आफ्नै अनुसारको पाउनुहुन्छ। अब अहिलेको जमानामा लगभग धेरैजसो युवाहरू सबै विदेशै जान पाए हुन्थ्यो, विदेशै पलायन हुन पाए हुन्थ्यो भनी छ नि त अहिले होइन। हजुर अब मान्छेहरूको अब यहाँ बसेर अब खासै गर्न सकिएन, बाहिरै गएर केही गर्न पाए हुन्थ्यो भन्ने जस्तो। त्यो युवाहरूको भिडमा तपाईँ चाहिँ एक्लो मान्छे हुनुहुन्छ जसले चाहिँ मैले बाहिर गएर होइन मैले यहीँ गर्छु भनेर यो फिल्ड समात्नु भएको छ नि होइन, यसमा चाहिँ के छ? जस्तो कि यस्तो हो, जस्तै म चाहिँ एक्लो त छैन, किनकि धेरैजना युवाहरू चाहिँ देशमा केही गर्ने भनेर बसिरहनु भएको छ। तर फेरि मलाई पनि विदेश जान मन नलाग्ने, मलाई पनि जान मन लाग्छ, अमेरिका, युके, अस्ट्रेलिया सबै ठाउँमा जान मन लाग्छ। तर त्यहाँ गएर बस्न नै त्यहाँ जान मन लाग्छ, त्यहाँ गएर बस्न मन लागेन, त्यहाँ घुम्न मन लाग्छ। त्यहाँको तपाईँको वास्तुहरू, ज्योतिषहरू कतिको फलो गर्छन्, त्यहाँको देशहरू कस्तो छ होइन, त्यहाँको रहनसहन कस्तो छ, प्रकृति कस्तो छ, यो सबै चिजहरू हेर्नको लागि चाहिँ मलाई मन छ होइन। मलाई पुरै संसार डुल्न मन लाग्छ, तर त्यहाँ गएर म बस्न चाहिँ चाहन्न होइन। मलाई चाहिँ केही गर्न छ, मेरो आफ्नो देशको लागि केही गर्न छ, यही फिल्डलाई चाहिँ, यही सब्जेक्टलाई, यही विषयलाई चाहिँ अझै माथि लिएर जान छ। यो सम्पूर्ण चिजहरू चाहिँ यति पावरफुल हो भनेर जनताहरूको माझ चाहिँ देखाउनु छ मलाई चाहिँ होइन। यसको पावर के हो त, यसको शक्ति के हो त, यो चिजहरू सम्पूर्ण चिजहरू देखाउनु छ। जस्तै हाम्रो देवताहरूदेखि लिएर हाम्रो ऋषि मुनिहरू होइन, अनि त्यही माथि गएर हाम्रो पूर्वजहरूले पनि वास्तुशास्त्रहरू धेरै मान्नुहुन्थ्यो होइन। मान्नुभएको हुनाले उहाँ अलिकति लङ टाइमसम्म बाँच्नुहुन्थ्यो, खुसी हुनुहुन्थ्यो, सम्बन्धहरू राम्रो टिक्थे होइन, हरेक चिजमा राम्रो थियो। तर अहिले भनेको चाहिँ धेरै मान्छेहरूले धेरै चिजहरू नमान्दा पनि धेरै असर परिरहेको छ नि त। त्यही भएर यो सम्पूर्ण चिजको बारेमा चाहिँ मलाई ज्ञान दिन छ, अझै यो फिल्डमा चाहिँ अझै अगाडि बढ्न छ। त्यही भएको हुनाले चाहिँ मलाई नेपालमै बस्न चाहिँ छ, तर मलाई घुम्न चाहिँ सम्पूर्ण वर्ल्ड नै छ। यदि सही। अब यही बारेमा कुरा गर्दा अब हजुरको अलिकति व्यक्तिगत पाटो पनि हेरौँ न होइन। अब कसरी यो बाल्यकालमा चाहिँ कसरी बित्यो र अब कसरी अहिले चाहिँ तपाईँ यत्रो फेमस हुनुहुन्छ होइन, त्यो बाल्यकालको के अलिकति पछाडि गएर त्यहाँबाट हेरौँ न। बाल्यकाल भनेको चाहिँ मेरो सामान्य तरिकाले नै बित्यो होइन। जस्तै कि दुःख कष्ट सबैलाई हुन्छ, त्यो मलाई पनि भयो होइन। अनि अर्को कुरा भनेको चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि चाहिँ जब यो बाल्यकालहरू यो सबै चिजहरू भनेको चाहिँ जस्तो स्मरण गर्दाखेरि चाहिँ आनन्द लाग्छ कि होइन, आनन्द लाग्छ। त्यो बेला एउटा सानो चिजमा पनि हामी खुसी भइन्थ्यो, हरेक चिज हुन्थ्यो। अहिले धेरै चिज हुँदा पनि खुसी भइन्न उस्तै परे होइन। बाल्यकालमा अब सङ्घर्षका दिनहरू धेरै थिए, धेरै नै गरियो, तर अरूभन्दा अलिक कम नै गरेँ होला मैले, तर गर्न चाहिँ मैले पनि गरेँ होइन। अनि यही फिल्डमा लगभग त्यस पछाडि चाहिँ आस्ते आस्ते त्यस्तै माहौलहरू भइसके पछाडि चाहिँ काठमाडौँ आउन खोजेँ म चाहिँ। एकजना मलाई काठमाडौँ बोलाउनु भयो अरू छुट्टै कामले चाहिँ। अनि आइसके पछाडि चाहिँ त्यहाँ म जब गरेँ, जब गरिसके पछाडि लगभग 2 महिना गरिसके पछाडि त्यस पछाडि त्यहाँ अलि त्यो बन्द भयो, त्यो कम्पनी बन्द भयो। कम्पनी बन्द भइसके पछाडि उहाँले चाहिँ अब त्यहाँ काम भएन भन्ने टाइपको गरिसके पछाडि मलाई चाहिँ ज्योतिष हरिहर अधिकारीकोमा चाहिँ लिएर जानुभयो। लिएर जान लाग्दाखेरि त्यहाँ चाहिँ एउटा झाडु प्रणालीको काम थियो खास। अनि त्यहाँ चाहिँ 2500 रुपियाँ सेलेरी थियो। अनि त्यहाँ चाहिँ ल गर्ने हो भन्ने टाइपको कुरा गर्नुभयो। अनि मैले भने ज्योतिषमा म पनि इन्ट्रेस्ट, अनि हेरौँ न त के भयो त, 1 महिना एकचोटि गर्छु, भाइ चाहिँ मन परेन भने 2500 त भइहाल्छ, म टिकट काटेर घर भागिहाल्छु भन्ने टाइपको सोचेँ। तर त्यहाँ जब बसेँ अनि बसिसके पछाडि गुरुहरूको कुराहरू सुने। अनि यो चाहिँ यस्तो खालको हो नि, उस्तो खालको हो नि भन्नुभयो। धेरै सेलिब्रिटीहरूदेखि लिएर सम्पूर्ण मान्छेहरू आउनुभयो हेराउनुको लागि। ओहो भविष्य पनि देख्न सकिने रहेछ, हरेक चिज थाहा हुने रहेछ, रिसर्च हुने रहेछ यो सबै चिजहरूको होइन। यो चिज हाम्रो धर्म ग्रन्थ पुराणहरू यहाँ पढाइ हुने रहेछ, यो सम्पूर्ण चिज भइसके पछाडि मलाई चाहिँ त्यही लट्ठ भएर म त्यहीँ बसेँ, गुरुको शरणमै बसेँ। उहाँले मलाई सिकाउनु भयो, धेरै कुराहरू गरेँ। अनि गर्दै गर्दै जाँदाखेरि चाहिँ लगभग अहिले करिब कति यो फिल्डमा लागेको 10-12 वर्ष जति भयो। अनि त्यस पछाडि अहिले म यहीँ नै छु। यही नै हो, यो चाहिँ बाल्यकालदेखि लिएर अहिलेसम्मको। अब मेरो भिजन, मेरो सोच भनेको चाहिँ यही चिजलाई अझै माथि कसरी लिएर जाने हो होइन, यो एउटा विधालाई चाहिँ कसरी लिएर जाने हो भन्ने मात्र छ। जस्तै अब मैले सायद
पछिल्लो हप्ता तपाईँको एउटा भिडियो देखेको थिएँ त्यो एउटा शिवालय धामको त्यसको बारेमा हजुर के बताइदिनु न त्यसको हजुर बारेमा त्यो चाहिँ रूपन्देही देवदहमा पर्छ घोडामा चाहिँ त्यो चाहिँ नागथान मन्दिर हो होइन अनि त्यहाँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ मलाई चाहिँ कन्ट्याक्ट गर्नुभयो जस्तै यहाँ चाहिँ वास्तुशास्त्र अनुसारले चाहिँ मन्दिर बनाइदिन पऱ्यो भनेर भन्नुभयो अनि त्योभन्दा अगाडि चाहिँ म गाउँमा चाहिँ केही चिजहरू सरकारी संरचनाहरूको वास्तु हेर्न गएको थिएँ अनि त्यो देख्दाखेरि चाहिँ उहाँहरूले चाहिँ मलाई त्यसरी कन्ट्याक्ट गर्नुभयो अनि कन्ट्याक्ट गरिसके पछाडि म त्यहाँ गएँ हेरेँ ऊर्जाहरू चेक गरेँ ऊर्जाहरू पनि धेरै नै पोजिटिभ थियो अनि त्यो सबै पोजिटिभ हुन लाग्दाखेरि चाहिँ उहाँहरूको सोच चाहिँ के थियो भन्दा एरिया धेरै छ यसलाई चाहिँ अझै कसरी ऊर्जावान बनाउन सकिन्छ भनेर उहाँहरूले भन्नुभयो अनि मेरो करियरमा चाहिँ मैले चाहिँ एउटा के चिज भेटेँ भन्दाखेरि चाहिँ घरहरू बनाउनुको लागि चाहिँ वास्तुशास्त्रीहरूलाई चाहिँ बोलाउनु भयो हुन्छ भनेर चाहिँ मलाई थाहा थियो तर मन्दिर बनाउन लाग्दाखेरि वास्तुशास्त्रीलाई चाहिँ फलो गर्न पर्छ है बोलाउनु पर्छ है भनेर हामीले चाहिँ भन्थ्यौँ अनि कसैले पनि बोलाउनु हुन्थेन तर उहाँले चाहिँ बोलाउनु त्यो चाहिँ मलाई बहुतै खुसी लाग्यो धेरै नै खुसी लाग्यो त्यहाँ गएर हरेक चिजको दिशाको ऊर्जादेखि लिएर सम्पूर्ण चिजको ज्ञानहरू उहाँलाई दिए वास्तुशास्त्रले कसरी काम गर्छ कसरी गराउनुपर्छ एउटा ऊर्जावान मन्दिर कसरी बन्छ यो सम्पूर्ण चिजहरूको बारेमा म उहाँलाई सिकाएँ बताएँ अनि त्यो चिजमा चाहिँ अझै काम हुँदैछ त्यो भनेको चाहिँ लगभग तपाईँको 2-3 वर्षको प्रोजेक्ट हो त्यसमा अझै काम हुँदैछ अझै काम हुँदै नै छ जस्तै यो यसमा चाहिँ अब मान्छेहरूले अब तपाईँले भनिहाल्नु होइन होइन मान्छेहरूले आफ्नो घर बनाउँदा त बनाउँछ तर जस्तै यो भगवान् बस्ने ठाउँलाई त अब किन वास्तुको जरुरत पर्छ र भन्ने जस्तो कुरा पनि हुन्छ नि होइन त्यसमा चाहिँ के छ हजुरको बुझाइ चाहिँ सामान्य मान्छेहरूलाई बुझाउँदा चाहिँ कसरी बुझाउनुहुन्छ यसको लागि यस्तो हुन्छ जस्तै कि अब मान्छेलाई त जरुरत पर्छ भगवान्लाई पर्दैन भन्ने टाइपको चाहिँ होइन छ कि जस्तै कि अब मन्त्र जुन उच्चारण गर्दा पनि भगवान् आउनुहुन्छ भने छैन नि त भगवान्लाई चाहिँ सही मन्त्र जुन भगवान्को जुन मन्त्र उच्चारण गर्छौँ बल्ल त्यो भगवान् आउने हो होइन अब वास्तुशास्त्र अनुसारले हामीले त्यहाँ स्थापना गऱ्यौँ भगवान्लाई भने त्यहाँको सकारात्मक ऊर्जा पाइने भयो कि अब जस्तै कि मानौँ हजुरको उत्तर र पूर्वमा अब हामीले सूर्य भगवान्लाई राखिदियौँ गरे सूर्य भगवान् उत्तर र पूर्वमा राख्ने बित्तिकै त्यहाँ डिसब्यालेन्स भयो जस्तै उत्तर र पूर्वमा भनेको जस्तै विष्णु भगवान् बस्नुहुन्छ होइन त्यहाँ चाहिँ अब शिव मन्दिर पनि बनिरहेको भएको हुनाले चाहिँ पञ्चायन देवताहरू स्थापना गरिन्छ अनि सेन्टरमा चाहिँ हामीले शिवजी राखिन्छ अनि जुन भगवान्लाई जुन स्थानमा राख्ने हो त्यो स्थानमा राखिसके पछाडि सही एनर्जी सही ऊर्जा हामीले पाउँछौँ तर अब एउटा आगोको प्रतीक हुनुहुन्छ एउटा भगवान् अनि जल स्थानमा राखिसके पछाडि अब त्यहाँबाट कस्तो खालको एनर्जी आउँछ जस्तो लाग्छ त्यहाँ त के भन्छ डिस्टर्ब नै हुन्छ नि त हो त्यो भएको हुनाले वास्तुले के भन्छ भने कुन दिशाबाट कुन ऊर्जा आउँछ र कुन दिशामा चाहिँ कुन भगवान् अथवा कुन चाहिँ वस्तु अथवा कुन चाहिँ के भन्छ मानिसहरू अथवा कुन चाहिँ चिजहरू राख्दाखेरि अत्यन्त उपयोगी हुन्छ भनेर वास्तुशास्त्रले भन्छ त्यही अनुसारले हामीले उहाँहरूलाई चाहिँ बताइदिने हो कि जस्तै कस्तो भूमिमा राख्ने हो कस्तो डिरेक्सनमा राख्ने हो कसरी राख्ने हो कुन यन्त्रहरू राख्ने हो अनि अझै पावरहरू बढ्छ यो सम्पूर्ण चिजहरू भनेको चाहिँ भगवान्लाई पनि त्यो लागु हुन्छ मानिसलाई पनि लागु हुन्छ अब हामीले वास्तुशास्त्रको बारेमा यति धेरै कुराहरू गऱ्यौँ अब जस्तै हामीलाई चाहिँ एउटा केही वास्तु टिप्सहरू बताइदिनु जसले चाहिँ जो चाहिँ यो सुनिसकेपछि एकदम डिटेलमै चाहिँ सायद अब वास्तुशास्त्री खोज्दै जानु त अब अलिकति गाह्रो नै हुन्छ होइन सही वास्तुशास्त्री भेटाउनु तर पनि नर्मली घर परिवारमा चाहिँ मान्छेहरूले चाहिँ आफ्नो जीवनलाई चाहिँ हल्का केही राम्रो गराउनुको लागि चाहिँ के छ त्यस्तो जुन चाहिँ आफैले घरमा आफैले चाहिँ गर्न सक्ने केही छ त्यस्तो वास्तु टिप्सहरू छ घरमा आफैले गर्न सक्ने भनेको चाहिँ घर बनाउन भन्दा अगाडि चाहिँ वास्तु मिलाएर बनाउने यही नै हो सबैभन्दा वास्तुको टिप्स ठुलो टिप्स भनेको चाहिँ जब हजुरले बिग्रिसके पछाडि अनि हजुरले बनाउन लाग्दाखेरि चाहिँ हजुरको धेरै तरिकाको जस्तै कि हजुरको अब किचन बिग्रेछ कि किचनको टिप्स दिने कि हजुरको सुत्ने रुम बिग्रेछ कि हजुरको स्टडी रुम बिग्रेछ कि हजुरको अब भर्याङ बिग्रेछ कि के बिग्रेछ होइन अब यो सम्पूर्ण चिजहरूको लागि चाहिँ समस्त एउटा हेर्ने हो भने चाहिँ सुरुदेखि नै हामीले वास्तु मिलाएर घर बनायौँ भने सम्पूर्ण वास्तु मिलि नै हाल्यो अब फेरि वास्तु बिग्रेको छ त्यसलाई मिलाउनको लागि के गर्ने त भन्ने लाग्दाखेरि अब के चिज बिग्रेको छ त अब एउटा हुनु पऱ्यो एउटा पोइन्ट हुनु पऱ्यो अनि त्यही आधारमा चाहिँ हामीले चाहिँ टिप्स दिन मिल्ने भयो कि जस्तै कि मानव अब हजुरले चाहिँ स्टडी रुम भन्नुभयो भने स्टडी रुममा चाहिँ पढ्न लाग्दाखेरि अगाडि पानी राखेर पढ्नु अनि गिलासमा तामाको गिलासमा पानी राखेर पढ्नु हजुर त्यो पानी पिउनु भयो पढेर भ्याइसकेपछि त्यो पानी पिउनु भयो भने अझै पावरफुल भयो अनि पढ्न लाग्दाखेरि अगाडि पिरामिडहरू राखेर पढ्नु त्यसले पनि अझै पावरफुल बनाइदियो उत्तर र पूर्वको दिशामा चाहिँ चकचके विद्यार्थी बच्चाहरू कोही छ भने उत्तर र पूर्वको रुममा
बसाले चाहिँ बनाउनु भयो भने अझै राम्रो भयो। उत्तर र पूर्वको रुम भनेको हजुरको बृहस्पतिको रुम हो। बृहस्पति भनेको ज्ञान गुणको गुरु हो कि के भन्छ ग्रह हो कि देवताको गुरु हो। त्यो भएको हुँदा त्यो स्थानमा बसेर पढाउँदाखेरि चाहिँ अत्यन्त राम्रो हुन्छ। जस्तै गृहिणीहरूको लागि जो भान्सामा काम गर्नुहुन्छ उहाँहरूको लागि उहाँहरूको लागि भनेको चाहिँ जस्तै किचन मिलाउनु पऱ्यो होइन, उहाँको सुत्ने रुम मिलाउनु पऱ्यो। अनि अर्को कुरा भनेको चाहिँ जस्तै कस्तो हुन्छ भन्दाखेरि चाहिँ जति पनि गृहिणीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ जस्तै अहिले हेर्न पर्दाखेरि चाहिँ सिन्दुर पोते चुरा यस्तो चिजहरू लाउनुहुन्न उहाँहरूले चाहिँ यस्तो चिजहरू पनि लगाउने होइन। अनि किचन भनेको दक्षिण र पूर्वको दिशामा बनाउँदा अत्यन्त शुभ हुन्छ। हजुर दक्षिण र पूर्व हजुर त्यो दिशामा बनाउनु भयो भने चाहिँ त्यहाँ चाहिँ जति पनि उहाँले टाइम बिताउनुहुन्छ बिताउन लाग्दा पनि त्यहाँको अग्निको ऊर्जाले चाहिँ ह्यान्डल गरिदिनु भयो कि होइन। अनि यो दक्षिण र पूर्व भनेको लेडिजको स्थान हो। जस्तै कि शुक्रको स्थान शुक्र ग्रह भनेको लेडिज हो भनेपछि त्यो स्थानमा बनाउँदाखेरि चाहिँ अत्यन्त शुभ हुन्छ। उहाँको स्वास्थ्यदेखि लिएर हरेक चिजहरूको लागि चाहिँ राम्रो गरिदिन्छ। यो भनेको चाहिँ तपाईँको गृहिणीको घरको लेडिज मान्छेको लागि चाहिँ होइन। यो सम्पूर्ण चिजहरू चाहिँ मिलायो भने चाहिँ यसले चाहिँ धेरै नै राम्रो गरिदिन्छ। जस्तै मोटामोटीमा कुरा गर्दा अरू चाहिँ हुन्छ नि त्यो बाथरुमको लागि चाहिँ के छ यसको लागि? यस्तो हुन्छ बाथरुम भनेको चाहिँ तपाईँको कस्तो हुन्छ भन्दाखेरि चाहिँ वास्तुशास्त्र अनुसारले चाहिँ बाथरुम घरभित्रै राख्नुपर्छ भन्ने टाइपको चाहिँ छैन। घरभित्र यो दिशामा राख्ने भने चाहिँ छैन। खास पहिलाको हेर्नुहुन्छ भने घरदेखि अलिक पर हुन्थ्यो होइन। जहिले पनि यो दिशा पिसाब यस्ता चिजहरू भनेको चाहिँ घरभन्दा बाहिर हुनुपर्छ भन्ने टाइपको हो। तर मान्छेहरू अलिकति लग्जरियस भए होइन, अलिक सोकिङ भइसके पछाडि नै बाहिर त किन जाने, बाहिर त अब सर्पासर्पी टोक्छ अथवा टाढा छ भनेर चाहिँ उहाँले एट्याच बाथरुम बनाउनु भयो, घरभित्र ल्याउनु भयो। अब घरभित्र ल्याइसके पछाडि उहाँले चाहिँ एउटा घरको चाहिँ एउटा बाथरुम हुन्थ्यो, टोयलेट हुन्थ्यो होइन। अनि त्यसले पनि त्यति धेरै असर गर्थेन। तर अहिले चाहिँ के भयो भने एट्याच बाथरुम हुन्ला, एट्याच टोयलेटहरू हुन्ला, त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू निम्ताउनु लाग्यो कि। अब यसको भनेको चाहिँ सकेसम्म चाहिँ वास्तुशास्त्र अनुसारले चाहिँ घरभित्र चाहिँ टोयलेटै नराख्नु भन्ने हो है। तर टोयलेट राख्दा पनि अब हामीले चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै कि राम्रो र नराम्रो छ भने चाहिँ हामीले राम्रोलाई नै चुज गर्छौँ। तर दुइटा नराम्रो छ भने दुइटा नराम्रो मध्ये पनि अलिकति कुन नराम्रो छ त कम छ त त्यो हेर्छौँ नि त। हो त्यसरी त घरभित्र टोयलेट लिएर जानु भनेको चाहिँ नराम्रो नै हो। तर त्योभन्दा अलिकति कम कसरी हुन्छ त भन्दाखेरि चाहिँ त्यसको दिशा मिलाउनु पऱ्यो कि। जस्तै पश्चिम र हजुरले चाहिँ पश्चिम र उत्तरको कुनामा चाहिँ टोयलेट बनाउनु भयो भने त्यसको चाहिँ अलिकति भए पनि दोष चाहिँ कम हुन्छ। तर घरभित्र टोयलेट लिएर जानु भनेको नै वास्तु दोष अलरेडी लगाइसक्यो, त्यो चाहिँ हुन्छ। किनभने अब यो मैले हजुरलाई किन यसरी राखेँ भने जस्तै अब सबैको पहुँच त एउटा वास्तुशास्त्रीसिम पुग्दैन नि त। जसले हाम्रो पोडकास्ट हेरेर बसिरहनु भएको छ उहाँहरूलाई चाहिँ एउटा बेसिक नलेज होइन, एउटा बेसिक जानकारी हुन्छ भनेर उहाँलाई चाहिँ मैले त्यो त्यसरी भन्न खोजेको होइन। अरू त्योभन्दा अरू केही छ हजुर? जस्तै हाम्रो जसले हेरिरहनु भएको छ उहाँहरूलाई चाहिँ केही यस्तो यो कुराले मैले भनिदिएँ भने चाहिँ यो कुराले चाहिँ उहाँहरूको लाइफमा चाहिँ हल्का सहजता हुने थियो, उहाँहरूलाई केही मद्दत पुग्ने थियो भन्ने जस्तो त्यस्तो केही छ? हजुर जस्तै वास्तु हेर्न लाग्दा पनि एउटा कुरा चाहिँ के ख्याल गर्नुपर्छ भन्दा जस्तै वास्तु अनुसारको घर बनाउन लाग्दा पनि कुण्डली अनुसारको वास्तु मिलाएर घर बनाउने रहेछ कि। त्यसलाई चाहिँ एउटा एक्स्ट्रा वास्तु भन्छ होइन। जस्तै कि सधैँभरि हजुरको लागि चाहिँ पूर्व दिशा नै सुट गर्छ भने छैन नि त होइन। जस्तै कि हामीले नर्मली वास्तुशास्त्रको एउटा नियम के छ भन्दा पूर्व र उत्तर दिशातिर हामीले घर बनाउँदाखेरि चाहिँ फर्किएको बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने हुन्छ। तर पूर्व र उत्तर दिशा हाम्रो लागि सुट भएको छैन भने त्यतातिर फर्किएको जग्गा अथवा त्यतातिर फर्किएको घरहरू बनायौँ भने चाहिँ हाम्रो लागि चाहिँ नराम्रो हुनसक्छ। जस्तै कि घरमा हजुर चाहिँ 5 जना 6 जना मेम्बर हुनुहुन्छ भने त्यहाँ मध्ये चाहिँ 2 जना नराम्रो हुनसक्छ, अरूले राम्रो हुनसक्छ। किनकि सुट गर्छ उहाँहरूलाई चाहिँ, सुट गर्छ गर्दैन त्यो सबै चिज भनेको चाहिँ कुण्डली प्लस वास्तु हेरेर चाहिँ घर बनाउनु भयो भने अझै आधिकारिक अझै राम्रो भयो कि होइन। जस्तो कि यो पूर्व र उत्तरतिर फर्केको बनाउनु भनेको चाहिँ सबैको लागि एउटै नियम भयो। तर सबैको लागि एउटै नियम लागु हुँदैन नि त। जस्तो कि हजुरको कुण्डलीमा जुन ग्रह राम्रो छ त्यो मेरोमा नराम्रो हुनसक्छ होइन, मेरोमा नराम्रो भएको हजुरकोमा राम्रो हुनसक्छ। यो सम्पूर्ण चिजहरू छ। त्यो भएको हुनाले चाहिँ कुण्डली वास्तु अनुसार मिलाएर घर बनाउनु भयो भने चाहिँ अत्यन्त उपयोगी हुन्छ। भनेपछि यो कुरामा चाहिँ हामी स्पष्ट हुनु पर्यो कि वास्तु मात्रै ठिक भएर हुँदैन, हजुरको चिना पनि ठिक हुनु पर्यो होइन, जन्म कुण्डली पनि हेर्नु पर्यो। भने यो दुईटा चाहिँ यो दुईटालाई वास्तुलाई र जन्म कुण्डलीले चाहिँ हामीले अलग राखेर हेर्न सकिँदैन। जस्तो कि हेर्न नसकिँदैन, सकिन्छ। एउटा भनेको हजुरले नर्मल तरिकाले के बुझ्नु भन्दा
सबैको एउटै नियममा लागु भएर जाने कि हामी लागु गर्ने कि हामीले चाहिँ हाम्रै नियम अनुसारले हामी जाने भन्ने कुरा भयो कि होइन। जस्तै कि हजुर अब यहाँदेखि मानौँ कलङ्की जानको लागि एउटा लोकल गाडीमा चढ्नु भयो भने धेरैजना प्यासेन्जर सब हुन्छ नि त। अब अरूलाई रिल्याक्स पारामा गइरहेका हुनसक्छन्, हजुरले अलिकति छिटो जान पाए पनि त हुन्थ्यो नि भन्ने टाइपको हजुरलाई लाग्ला। त्यो गाडी त छिटो चल्दैन, हजुरको लागि त चल्दैन। तर हजुरको प्राइभेट गाडी भयो भने त जहाँ रोके पनि भयो, जति रफ्तारमा लिएर गए पनि भयो, हजुर जानुहुन्छ नि, छिटै जानुहुन्छ नि त। जति टाइममा पुग्न पर्ने त्यति टाइममा पुग्नुहुन्छ। हो त्यस्तै जस्तो अब सम्पूर्णको नियम अनुसारले गर्ने हो भने जस्तै कि उत्तर र पूर्वतिर नै फर्काउन पर्छ, दक्षिण र पश्चिमतिर फर्काउनु हुन्न भन्ने टाइपको यसरी हजुर जानुभयो भने चाहिँ हजुरले कम फल पाउनु होला, अलिक ढिलो फल पाउनु होला। तर हजुरले आफ्नै कुण्डली अनुसारले घर बनाउनु भयो भने त त्यो त हजुरको कुण्डली हो नि त। अनि हजुरको कुण्डली अनुसारले घर बनाउनु भयो भने त्यो कति राम्रो होला त, होइन। त्यो चाहिँ हजुर चाहिँ 10 वर्षमा पाउने फल 1 वर्षमा पाउन सक्नुहुने भयो, होइन। अनि हजुरले 2 गुणा फल पाउनु साटोमा 4 गुणा पाउन सक्नुहुने भयो। यो चाहिँ हो क्या, किनकि हजुरको ग्रहको एनर्जी, हजुरको एनर्जी र वास्तुशास्त्रको एनर्जी चाहिँ ठ्याक्क मिलिसके पछाडि त्यसले चाहिँ 2 गुणा फल दिने भयो क्या। ठिक छ। यसको बारेमा त हामीले हजुरबाट धेरै सिक्यौँ होइन। हजुर। अब मैले योभन्दा हाम्रो पोडकास्टको सुरुमै पनि मैले त्यहाँ मेन्सन गरिसकेको छु, हजुरले कति अवार्डहरू पाइसक्नु भएको छ, कति के छ भन्ने कुरा। तर यसको पछाडि नि तपाईँको स्ट्रगल होला नि होइन, यो सिक्न गर्नको लागि त्यसको के छ? हजुर, म चाहिँ त्यही हरिहर गुरुसँग चाहिँ लगभग 10-12 वर्षसम्म चाहिँ उहाँसँग जति अध्ययन गरेर पढेँ त्यहाँ धेरै नै स्ट्रगल भयो कि, होइन। धेरै नै स्ट्रगल गरेँ। कहिले तपाईँको कुरै बुझिन्न, होइन। कहिलेकाहीँ तपाईँको त्यसको टर्म नै बुझिन्न, कहिलेकाहीँ त्यो भनेको के हो त, होइन। जस्तै कि मैले के सोचिरहेको हुन्थेँ नि त, त्यही अघि जस्तै वास्तुशास्त्र अनुसारले चाहिँ पूर्व उत्तर राम्रो हुन्छ भन्ने टाइपको भयो। बाहिर निस्केर हेर्दाखेरि चाहिँ फेरि पश्चिम दिशातिर फर्केको घर पनि फेरि सम्पन्न भइरहेको, दक्षिणतिरको पनि सम्पन्न भइरहेको छ, यो कसरी त? अनि गुरुलाई सोद्धाखेरि चाहिँ पछि बुझ्छौ तिमीले भन्नुहुन्थ्यो उहाँहरूले, होइन। त्यो चिजलाई अझ कति छिटो जान्न, अब त्यो बेला चाहिँ अझै छिटो जान्न पाए पनि हुन्थ्यो भन्ने टाइपको हुन्थ्यो। तर उहाँहरूले चाहिँ धैर्य गर, हतारमा केही पनि चिज गर्ने होइन भन्ने टाइपको हुन्थ्यो। यो हरेक चिजको स्ट्रगल त छ, होइन। के भन्छ पढ्न पऱ्योदेखि लिएर हरेक चिज यसमा टाइम दिन पऱ्यो, धेरै चिजहरू छ, स्ट्रगल चाहिँ धेरै नै गरियो जे होस्। जस्तै अब तपाईँको पालामा त अब तपाईँले स्ट्रगल गर्नुभयो, तर अहिले चाहिँ त केही सहज भएको छ कि? जस्तै जस्तै कोही नयाँ पिँढी आउनेहरूले म चाहिँ यही क्षेत्रमा लाग्छु भन्दाखेरि चाहिँ यसमा के सजेस्ट छ उहाँ नयाँ पिँढीको लागि? यस्तो हुन्छ, नयाँ पिँढीको लागि चाहिँ यो क्षेत्रमा आउनुहुन्छ नि, यो त धेरै नै राम्रो कुरा हो, होइन। धेरै नै राम्रो कुरा हो। जस्तै कि हामीले भन्दा अहिलेको पिँढीको लागि चाहिँ अझै सहज होला। तर जहिले पनि के हुन्छ भन्दाखेरि चाहिँ हतारमा ज्ञान लिन नखोजौँ भन्छु म चाहिँ। आस्ते आस्ते जब अर्थ बुझिन्छ, ज्ञानको अर्थ बुझिन्छ, हरेक चिज गरिन्छ, गुरुसँग सिकिन्छ, गुरुलाई राखिन्छ, यो सबै चिज गरिसके पछाडि चाहिँ सबै तपाईँको चाहिँ स्ट्रगल नभएको चाहिँ कोही पनि छैन। हाम्रो स्ट्रगल तपाईँको 100मा 90% थियो भने उहाँको स्ट्रगल भनेको चाहिँ तपाईँको 80% होला। तर स्ट्रगल हुन्छ नै, होइन। त्यो गर्नै पर्छ। त्यो हरेक चिजमा छ नि त स्ट्रगल, होइन। जस्तो कि अब हामीले खाना पकाउँछौँ भने त्यो खाना पकाउनुको लागि पनि चामल धुनु पऱ्यो, सिटी हान्नु पऱ्यो, फेरि ल्याउनु पऱ्यो, मुस्न पऱ्यो, हातसँग यहाँसम्म ल्याउनु पऱ्यो, त्यो पनि स्ट्रगलै हो कि एक किसिमले हेर्दा लाग्दा। तर हामीलाई चाहिँ अरू स्ट्रगल भन्दा त्यो चाहिँ एउटा सानो लाएको हुनाले त्यसलाई चाहिँ हामी स्ट्रगल भन्दैनौँ, त्यो स्ट्रगल नै हो नि त, होइन। अब अहिले हेर्ने हो भने अहिले हामी सास फेरिराखौँ, त्यो पनि सास फालि नै राखौँ, यो पनि स्ट्रगल नै हो नि त, होइन। फाले हरेक चिजकोमा छ, यसमा पनि छ, होइन। तर स्ट्रगल हुँदा पनि तपाईँको कस्तो छ भन्दा मेहनत गर्दा पनि फल चाहिँ पाइन्छ है। जस्तो मेहनत छ त्यही अनुसारको फल चाहिँ पाइन्छ। त्यही भएर यसमा चाहिँ स्ट्रगल धेरै छ भने चाहिँ नआत्तिम, जब आनन्दले मजाले लिग्यौँ भने चाहिँ ज्ञान लिग्यौँ भने यो चाहिँ धेरै राम्रो छ। यो चाहिँ फेरि आत्तेर मात्तेर लिने ज्ञान चाहिँ होइन कि भर्खरको भर्खर पाउँछु, 1 महिनाभित्र पुरै सिक्छु भन्ने टाइपको चाहिँ होइन। यो चाहिँ ज्ञान लिगिसके पछाडि पनि तपाईँको प्र्याक्टिकल कतिको छ त, प्र्याक्टिस कतिको छ त, त्यो टाइपको हुन्छ। अब हामीले चाहिँ जस्तै कि तपाईँलाई एउटा ढुङ्गा, एउटा पौडी काट्ने एउटा मान्छे चाहिँ जानुभएको छ ट्रेनिङ लिन। अनि एकजनालाई चाहिँ म यत्तिकै बोली सिकाइदिन्छु तँलाई
भन्नुभयो चाहिँ उहाँले त्यो पुरा ट्रेनिङ दिनुभएको छ 1 महिनासम्म नन स्टप बोलेर। अनि ल अब पौडी काट्नको लागि चाहिँ ल पानीमा उसलाई फालिदिँदाखेरि चाहिँ उसले पौडी काट्नै आएन चाहिँ क्या, मतलब थ्योरीले मात्र पनि हुँदैन, प्र्याक्टिकल चाहियो क्या। प्र्याक्टिकल चाहियो। त्यही पानीमा लएर यसरी चलाउने यस्तो गर्ने भनेपछि उसले पर्फेक्ट भयो नि त, थ्योरी पनि भयो प्लस प्र्याक्टिकल पनि भयो। हो यसमा पनि त्यही नै हुनुपर्छ, एउटा थ्योरी पनि भयो प्र्याक्टिकल पनि हुनुपर्छ क्या। थ्योरी भनेको सबै हामीले थ्योरी प्र्याक्टिकल भनेको गुरु राखेर गऱ्यौँ भने चाहिँ अति सजिलो यो विषयको लागि चाहिँ। जस्तै अब गुरु राख्ने भन्नुभयो, जस्तै अब अहिलेको परिस्थितिमा नेपालमा चाहिँ जसले चाहिँ म वास्तु सिक्छु अथवा म वास्तुतिर लाग्छु भन्ने छ भनेर सोच बनाइरहनु भएको छ, उहाँहरूले चाहिँ यो सिक्ने ठाउँ चाहिँ नेपालमा चाहिँ ट्रेनिङ सेन्टरहरू अथवा त्यो गुरुकुल विद्यालयहरू के छ त्यसको? हजुर, जस्तै कस्तो छ भन्दा नेपालमा चाहिँ अहिले चाहिँ सिक्नको लागि चाहिँ कहीँ पनि त्यस्तो आधिकारिक एउटा क्लास भनेर एउटा विद्यालय भनेर चाहिँ छैन होइन। जस्तै कि इन्डियामा चाहिँ छ, धेरै ठाउँमा छ, इन्डियामा पनि सिक्न पाइन्छ। अनि प्लस भनेको चाहिँ जस्तै कि धेरैजना गुरुहरू हुनुहुन्छ, उहाँले अनलाइन क्लासहरू पनि गराइरहनु भएको छ। अनलाइन क्लासमा जोइन भएर उहाँसँग के भन्छ काउन्सिलिङ गरेर अनि मजाले उहाँको टाइम लिएर उहाँले सिक्न सक्नुहुन्छ हजुरहरूले सम्पूर्णले। जस्तै कि हामीले पनि योभन्दा अगाडि चाहिँ हामीले पनि क्लास गराइरहेको थियौँ, त्यो क्लासमा पनि हामीले धेरैजनालाई पढाइरहेको थियौँ होइन। जस्तै यो ज्योतिष वास्तुहरू पढ्नको लागि चाहिँ अहिले चाहिँ त्यस्तो विद्यालय नै बनेको छैन। ज्योतिष पढ्नको लागि चाहिँ बनेको छ, वाल्मिकी बनेको छ होइन, त्यहाँ चाहिँ छ पढाइ हुन्छ। तर वास्तुको लागि चाहिँ आधिकारिक यही नै भने चाहिँ छैन। तर यो चाहिँ अनलाइनदेखि लिएर इन्डियामा चाहिँ पढ्न चाहिँ पाइन्छ, इन्डियाको क्लासहरूदेखि लिएर चाहिँ पढ्न पाइन्छ र नेपालमा पनि धेरै गुरुहरूले चाहिँ पढाइरहनु भएको छ। तर मैले कतै सुनेको थिएँ त्यो इन्डियामा सिकेको वास्तु र नेपालको वास्तु चाहिँ ठ्याक्कै मिल्दैन भनेर, त्यो के छ त्यसमा? यस्तो हुन्छ जस्तो कि इन्डियामा सिकेको वास्तु र यहाँको वास्तु चाहिँ मिल्दैन भन्ने हुँदैन। भन्नाले सबै नमिल्ने केही कुरा चाहिँ यस्तो हुन्छ, भिन्नताहरू केही कुराहरू मिल्दैन, धेरै जसो कुराहरू मिल्छ भन्दा हुन्छ। केही कुरा मिल्दैन भन्नाले जस्तो कि तपाईँको कस्तो हुन्छ भन्दाखेरि चाहिँ धेरैजना अहिले चाहिँ 1-2 वास्तुविदहरू आउनुभएको छ, उहाँहरूले चाहिँ नेपालको वास्तु र इन्डियाको वास्तु चाहिँ फरक छ भनेर भनिरहनु भएको छ। र फेरि केही वास्तुविदहरू आउनुभएको छ, उहाँहरूले चाहिँ इन्डिया र नेपालको वास्तु भनेको चाहिँ एउटै हो भनिरहनु भएको छ होइन। अनि उहाँहरूको आफ्नो रिसर्चहरू होला होइन। जस्तै कि म्याक्सिमम् व्यक्तिहरूले चाहिँ नेपाल र इन्डियाको वास्तु चाहिँ एउटै हो भनेर उहाँहरूले क्लास गरिरहनु भएको छ। अनि उहाँहरूको अनुसारको रिजल्टहरू पनि उहाँले पाइरहनु भएको छ। अनि अहिले चाहिँ केही व्यक्तिहरू आउनुभएको छ, केही वास्तुशास्त्रीहरू आउनुभएको छ, उहाँले चाहिँ नेपालको वास्तु छुट्टै हुन्छ, इन्डियाको छुट्टै हुन्छ भन्नुभएको छ। उहाँको पनि आफूसँग प्रुफ होला। तर यो चाहिँ अब आधिकारिक रूपमा नै नेपाल र इन्डियाको वास्तु चाहिँ फरक हो भनेर आधिकारिक रूपमा नै त्यस्तरी चाहिँ देखेको छैन मैले चाहिँ। र अनि फेरि तपाईँको चाहिँ भारत र नेपालको वास्तु पनि एउटै हो भनेर आधिकारिक रूपमा मैले पनि देखेको छैन। मैले पनि यो चिजहरू मैले पनि थाहा पाएँ, यो न्युजहरू त्यो भएको हुनाले मैले पनि त्यो हेर्दैछु। हेर्दै हुँदाखेरि ओहो होला पनि होइन भनेर त्यो मलाई पनि खुसी लाग्यो, किनकि नेपालको छुट्टै होला, उहाँले छुट्टै रिसर्च गर्नुभएको छ होला भन्ने त्यो मलाई पनि लाग्यो। उहाँसँग भेटेर अझै जानकारी लिन छ होइन। उहाँसँग भेट्दाखेरि चाहिँ अझै उहाँसँग चाहिँ धेरै जानकारीहरू छ भने उहाँले सेयर गर्नुभयो भने हामीले अझै त्यसलाई चाहिँ रिसर्च गरेर चाहिँ ओहो यसको छुट्टै छ भने छुट्टै तरिकाले हामीले गरौँ न त भन्न सक्यो नि त। जस्तो कि हाम्रो चाहिँ कस्तो खालको हुने रहेछ भन्दा सुरुदेखि के पढाइ भयो त त्यही अनुसारले सबै जाने हो नि त होइन। अब त्यो के भन्छ त्यो किताबै तपाईँको के भन्छ बिग्रेको छ भने सबै मान्छे त लाइन त क्रस गरे, मतलब अर्को लाइनमा गए, ट्र्याक चेन्ज गरे। तर त्यो यदि बाई चान्स त्यो किताब तपाईँको ठिक छ भने त एउटा सही बाटोमै गयो हो। त्यसै जस्तो अब नेपालको वास्तु छुट्टै छ भने हामी रङ ट्र्याकमा छौँ होइन। उहाँले पनि भनिदिनु पर्छ कि यो चाहिँ यस्तो यस्तो भनेर प्रुभ गरिदिनु पर्छ, त्यस पछाडि सबै एउटा वेमा त्यो लागेर जान सकिन्छ। तर त्यति धेरै पनि फरक होइन कि जुन चाहिँ हामीले चाहिँ पुरै मिस्टेकै गऱ्यौँ भन्ने टाइपको फरक पनि होइन होइन। केही चिजहरू चाहिँ हो जुन चाहिँ तपाईँको नेपाल र भारतको चाहिँ वास्तु चाहिँ अलिकति फरक हुन्छ। नेपाल र भारतको मात्र भन्दा पनि अरू देशको पनि फरक हुन्छ। जस्तै दुबई कतारदेखि लिएर हरेक चिजहरू हुन्छ क्या, त्यो चाहिँ हुन्छ। जस्तै यहाँ अब एउटै मान्छे र अब को त फरकमा एउटै मान्छे एउटै परिवारभित्रको मान्छेको त फरक हुन्छ, देशमा त अब फरक अभियसली हुने नै भयो। हजुर हजुर, त्यो चाहिँ हुन्छ। यो सम्पूर्ण चिजहरू भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तै कि हामीले अब यो मैले एउटा 4 आना जग्गा किनेँ होइन। अनि त्यस पछाडि अब यो 4 आना जग्गामा मेरो मात्र एनर्जी छ भनेर मैले भन्छु भने त्यही सटेको घरको उताको उसले पनि त मेरै जग्गाको सटेको किनेको नि त। अब उता छुट्टै एनर्जी बग्छ भने यता छुट्टै एनर्जी बग्छ भने के थाहा इन्डिया र नेपालको पनि छुट्टा छुट्टै छ कि वास्तुको होइन, नियम छुट्टै छ कि
हो त्यसो त्यो पनि एकचोटि हेर्न पर्छ। त्यो पनि हेरेर गऱ्यौँ भने त्यो पनि राम्रो छ भने त्यसलाई पनि हामीले अँगाल्न सक्छौँ। त्यसलाई पनि हामीले मिक्स गराएर अथवा दुइटालाई चाहिँ कम्बाइन गराएर चाहिँ अझै कसरी राम्रो हुनसक्छ त होइन, एउटा त्यो रिसर्च गरेर चाहिँ हिँड्न सकियो नि त। भनेपछि वास्तु हेर्दा चाहिँ हामीले जस्तै आफ्नो क्षेत्रफल, जस्तै जग्गाको क्षेत्रफल कति छ त्यो भित्रको मात्रै हेरिनु भयो होइन, त्योभन्दा बाहिरकोले कतिको असर गर्छ फेरि? हो, त्योभन्दा बाहिरकोले असर गर्छ। तर अब कसरी असर गर्छ भन्दा जस्तो कि मानौँ हजुरको चाहिँ उत्तर र पूर्वमा चाहिँ हजुरको के भन्छ पानी ट्याङ्की छ होइन। अब ठ्याक्क अर्को जग्गा हेर्ने हो भने चाहिँ उसको चाहिँ दक्षिण र पश्चिम पऱ्यो। भनिसक्यो दक्षिण र पश्चिममा त हामीले पानी नबनाउनु भन्छौँ, नराख्नु भन्छौँ। भने पछाडि अब हामीले चाहिँ पानी ट्याङ्की अथवा पानीको मुहान चाहिँ ठुलो रूपमा राख्यौँ भने उताको मान्छेलाई 100% असर पर्छ नै होइन। तर हामीले ठिक्क रूपमा राख्यौँ भने त्यस्तो धेरै प्रभाव उता परेन होइन। जस्तो कि हजुरको अघि त्यही नै त्यस्तै जस्तै जस्तो कि हाम्रो चाहिँ छेउमा चाहिँ ठुलो चिज केही छ भने त्यो चिजले चाहिँ आकर्षण गर्ने भयो। भनेपछि त्यो ठुलो चिज चाहिँ आफ्नो क्षेत्रफलभन्दा बाहिर छ भने पनि त्यसलाई चाहिँ हामीलाई चाहिँ अलिकति अलिकति असर चाहिँ गर्ने भयो, गर्छ। त्यसको लागि चाहिँ हामीले चाहिँ त्यही अनुसारले जस्तो कि वाल अलिकति मोटो लाउने हो कि त्यतातिर अलिकति हामीले माटो पटाउने हो कि अलिकति माटोको हाइटलाई चाहिँ बढाउने हो कि त्यो सबै चिजहरू ट्रिटमेन्ट गर्दाखेरि चाहिँ राम्रो हुन्छ। जस्तै कि कस्तो हुन्छ भन्दाखेरि चाहिँ एउटा सानो चुम्बकले चाहिँ 3-4वटा काँटी ताने जस्तो र अर्को ठुलो चुम्बकले चाहिँ वात्तै तपाईँको 100-200 गुणा त्यो ताने जस्तो फलाम त्यही नै हो कि त्यो चाहिँ जहाँ भए पनि तान्छ नि त। हो त्यही नै हो। तर त्यही हो कि असर अब कतिको धेरै पर्छ र कति थोरै पर्छ भन्ने मात्रै हो। त्यो कत्रो एरियामा बनेको छ, कत्रो साइजको छ, त्यो अनुसारले चाहिँ म्याटर गर्छ, फरक पार्छ। जस्तो कि अब यहीँ अब हामी यहाँ छौँ, चन्द्रमा माथि छ, तर यहाँ औँसी र पूर्णिमाको दिन चाहिँ यहाँको सबै पानीहरू चाहिँ माथि तान्छ, ज्वारबाट आउँछ भनेको छ नि त। भने पछाडि चाहिँ चन्द्रमाले त्यसरी काम गर्छ भने हाम्रो यहीँको जग्गा त्यहीँको जग्गामा बिचमा केही छ भने त्यसले असर नपार्ने भन्ने कुरै हुँदैन। त्यो त हुने चाहिँ होइन। हजुर, त्यो सबै चिजहरू मिलाउनु पर्छ। अनि हामीले यो वास्तुको बारेमा यति धेरै कुरा त गऱ्यौँ होइन। हजुर। अब जस्तै वास्तु बनाउँदाखेरि जस्तै यो हामीले व्यक्तिगत घर बनाउँदा मात्रै वास्तुको नियम लागू हुन्छ कि यो चाहिँ जस्तै सरकारी संरचनाहरू बनाउँदाखेरि यसमा चाहिँ के छ यसमा फेरि? यस्तो हुन्छ जस्तो कि तपाईँको चाहिँ हजुरले कस्तो खालको क्वेसन गर्नुभयो भन्दा नेपालमा हामी छौँ अनि एउटा अपाङ्गलाई चाहिँ संविधानको नियम लागू हुन्छ कि हुँदैन, हामीलाई मात्र हुने हो कि भन्ने टाइपको भयो कुरा भनेको चाहिँ। जस्तै कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ जस्तै सबैलाई नियम लागू हुन्छ तर कतिले फलो गर्ने र कतिले फलो नगर्ने, कसले गर्नुहुन्छ र कसले गर्नुहुन्न भन्ने कुरामा भर पर्छ। जस्तै मैले चाहिँ अहिलेसम्म म्याक्सिमम हेर्न पर्दाखेरि चाहिँ घरमा चाहिँ धेरै जसोले चाहिँ वास्तु मिलाएर चाहिँ बनाउनु भएको चाहिँ मैले देखेँ। तर सरकारी संरचनाहरू भनेको चाहिँ धेरै कम मात्र छ जुन वास्तुशास्त्र अनुसार मिलाएर बनाउनु भएको छ होइन। अब जस्तो कि म धेरै ठाउँमा गएँ, धेरै ठाउँमा जाँदाखेरि हेर्न लाग्दाखेरि चाहिँ वास्तु नमिलेको अवस्थामा देखेँ होइन। अब त्यहाँ वास्तु नमिलेको अवस्थामा देख्न लाग्दाखेरि चाहिँ जस्तै मानौँ एउटा नगरपालिकाको भवन जुन त्यहाँ चाहिँ मेयर उपमेयरहरूदेखि लिएर सम्पूर्ण कर्मचारीहरू बस्नुहुन्छ, त्यहाँको तपाईँको भवनको ऊर्जा यदि बाइचान्स मिलेन भने उहाँहरूले कस्तो खालको ऊर्जा पाउनुहुन्छ, नेगेटिभ ऊर्जा पाउनुहुन्छ भने पछाडि त्यही एउटा नगरको भवन मिल्दैन भने नगर पूर्ण नगरको एनर्जी कस्तो खालको होला त। उहाँले त त्यो सबै ह्यान्डल गर्ने हो नि त। अब ह्यान्डल गर्ने जुन व्यक्ति जुन ठाउँमा बस्नु छ त्यहाँको राम्रो ऊर्जा नहुने बित्तिकै त्यहाँको मेयरले सही तरिकाले काम नगर्न सक्नुहुन्छ होइन। त्यहाँ डिस्टर्ब हुनसक्छ, त्यहाँ आन्दोलन हुनसक्छ, त्यहाँ हरेक चिजको असन्तुष्टि हुनसक्छ। त्यो भएको हुनाले चाहिँ सकेसम्म यो चाहिँ मिलाउँदा राम्रो होइन। कुनै पनि जस्तै नगरपालिकादेखि लिएर वडापालिकादेखि लिएर हजुरको सम्पूर्ण मन्त्री बस्ने ठाउँ पनि मिलाउनु पर्छ। हरेक ठाउँहरू मिलाउनु भयो भने त्यहाँ पोजिटिभ एनर्जीहरू चाहिँ त्यहाँ प्रड्युस भइरहेको हुन्छ। उहाँ पोजिटिभ एनर्जीमा बस्ने बित्तिकै पोजिटिभ कुराहरू सोच्नुहुन्छ, पोजिटिभ कुराहरू कार्यान्वयन गर्नुहुन्छ र देश पोजिटिभ हुन्छ भनेको चाहिँ विकसित हुन्छ। हो, यो सम्पूर्ण चिजहरू चाहिँ हामीले मात्र होइन उहाँले पनि फलो गर्नुपर्छ। उहाँले पनि फलो गर्नुभयो भने चाहिँ यो धेरै नै राम्रो हुन्छ। उहाँहरूले फलो गर्नुहुन्छ तर उहाँले आफ्नो घरमा चाहिँ गर्नुहुन्छ, अफिसमा त्यति धेरै गर्नुहुन्न, धेरै जसोले चाहिँ गरेको पाइएन। तर यो चिजहरू मलाई लाग्छ आस्ते आस्ते अब यो चिजमा पनि फलो हुन्छ जस्तो मलाई लाग्छ। किनकि अलि अस्ति नै एकचोटि मैले न्युज सुन्न लाग्दाखेरि बालन शाहले पनि आफू बस्ने अफिस चाहिँ वास्तुशास्त्र अनुसारले चाहिँ मिलाएको भनेर त्यहाँ न्युज आएको थियो। त्यो धेरै नै राम्रो थियो त्यो कुराहरू चाहिँ, मतलब अब मिलाउनुहुन्छ होला सायद। जस्तै हुन्छ नि अब एकजना कोही राजनीतिज्ञ हुनुहुन्छ,
उहाँले चाहिँ सबै आफ्नो घर बस्नेहरू उहाँले चाहिँ त्यो वास्तुअनुसार घर चाहिँ आफूले वास्तुअनुसार बनाउनु भएको छ, आफ्नो नक्षत्र कुण्डलीहरू छ सब 100% मिलाउनु भएको छ होइन। तर चाहिँ उहाँ जब चाहिँ आफ्नो अफिसमा जानुहुन्छ नि, उहाँको त भाग्यहरू सबै कुरा बलियो छ, तर उहाँ चाहिँ जुन अफिसमा जानुहुन्छ त्योमा चाहिँ त्यो मिलेको छैन भने चाहिँ त्यसले चाहिँ के असर गर्छ त्यसमा? यस्तो हुन्छ जस्तो कि कस्तो भयो भन्दाखेरि चाहिँ अब म मेरो घरमा बसिरहेको छु, म यत्तिकै बसिरहेको छु, बाहिर पानी परेछ होइन। अब घरमा बस्दासम्म त म ठिक छु। अब म बाहिर पानीमा बाहिर निस्केँ, त्यस पछाडि हिलो खेलेर मजाले म आएँ होइन। आइसके पछाडि मलाई रुगाखोकी त मलाई लाग्छ, बिरामी त म हुन्छु। भनेको चाहिँ के हो भन्दा म बस्ने ठाउँ मात्र होइन, म जाने ठाउँ पनि, म जहाँ काम गर्छु, जहाँ खेल्छु, जहाँ कुद्छु, त्यो ठाउँ पनि मिल्यो भने चाहिँ अत्यन्त राम्रो। जस्तै कुनै पनि एउटा राजनीतिज्ञ हुनुहुन्छ भने उहाँले चाहिँ आफ्नो घर पनि मिलाउनु पर्यो र उहाँ जुन ठाउँमा कार्य गर्न जानुहुन्छ, जुन उहाँको अफिसहरू छ, कार्यालयहरू छ, त्यहाँको पनि मिलाउनु भयो भने चाहिँ सुनमा सुगन्ध भयो कि होइन। जस्तै अब एक ठाउँमा चाहिँ वास्तुअनुसारको मिलाउनु होला, एक ठाउँमा नमिलाउनु होला। अब उहाँलाई चाहिँ त्यहाँ गइसके पछाडि तनाव क्रिएट हुनसक्छ, त्यहाँ गइसके पछाडि समस्याहरू आउनसक्छ, त्यहाँ गइसके पछाडि हजुरको कामहरू बिग्रिनेदेखि लिएर नराम्रो न्युजहरू सुन्नेदेखि लिएर उहाँको चाहिँ दिमाग इरिटेसन हुनेदेखि लिएर होइन, त्यहाँ चाहिँ अलिक भनाभन हुनेदेखि लिएर सबै चिज हुनसक्छ नि त। त्यो चाहिँ जहाँ हामी काम गर्छौँ, जहाँ हामी बस्छौँ, त्यहाँ चाहिँ हामीले वास्तु मिलाउँदाखेरि नै धेरै राम्रो। धेरै धेरै धन्यवाद हजुरलाई आज मेरो पोडकास्टमा आएर हामी सबैलाई यस्तो राम्रो जानकारीमूलक कुराहरू बताइदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद। जस पोडकास्ट मलाई धेरै खुसी लाग्यो किनकि आज हामी चाहिँ धेरै कुराहरूको बारेमा कुराहरू गऱ्यौँ होइन, धेरै सब टपिकको बारेमा कुराहरू गऱ्यौँ। अब यसरी नै हजुरले चाहिँ धेरै दिग्गज व्यक्तिहरूलाई लिएर अझै उहाँको माध्यम, अरूको माध्यमदेखि, हजुरको माध्यमदेखि चाहिँ मजाले एउटा जनतालाई, एउटा देशलाई चाहिँ समृद्धितिर लिएर जाने टाइपको चाहिँ अझै ज्ञानहरू चाहिँ छर्नुहुन्छ भन्ने पुनः आशा गरेको छु। हस्, धन्यवाद।